नमस्ते। नमस्ते। अब हाल इटलीको अवस्थाको बारेमा बुझ्नको लागि चाहिँ मैले यहाँ आज एनआरएन अध्यक्षज्यूलाई लिएर आएको छु। अनि हाल हामी चाहिँ एनआरएनको बारेमा र इटलीको बारेमा चाहिँ के हुँदैछ इटलीको सन्दर्भमा चाहिँ हामी उहाँलाई सोध्नेछौँ र उहाँलाई चाहिँ उहाँको परिचयबाट सुरु गर्नेछु है त। धन्यवाद लानु भाइ। मेरो नाम अशोक उप्रेती, हाल एनआरएन इटलीको अध्यक्ष। तपाईँको कार्यकाल कति वर्ष छ अब? मेरो कार्यकाल अब झन्डै 1 वर्ष 2 महिना जति। भनेको 1.5 वर्ष भनौँ न। होइन, 14 महिना। 14 महिना हो कि अब यसलाई नै हामी 1.5 वर्ष भन्नु होइन एक प्रकारले। अनि दाइ के अरे हाम्रो यो इटलीमा चाहिँ खास तपाईँ आउनुभएको चाहिँ कति वर्ष भयो दाइ? म 2005 मा आएको, अहिले 21 वर्ष भयो। 21 वर्ष हुँदा धेरै वर्ष हुँदै। अनि तपाईँ जुन बेला इटली आउनु भएको थियो त्यो बेला नेपालीहरू टन्नै थियो दाइ? धेरै थियो त्यो बेला? अब होल इटलीको चाहिँ खासै मलाई याद छैन त्यो बेला चाहिँ। त्यो बेला 2005 मा हामी मिलानमा चाहिँ 50 जना नेपाली। 2005 मा 50 जना भने त कमै भन्दा है, एकदमै कम। 2005 भने चाहिँ अहिले 21 वर्ष भन्ने त लगभग 2 दशक पार हुँदा है। एकदम। अनि त्यो बेला चाहिँ 2005 तिर काम पाउने चान्सेसहरू धेरै हुन्थ्यो भाइ? काम पाउने चान्सेस चाहिँ एकदमै कम हुन्थ्यो, किनभने थोरै नेपाली थियौँ। हजुर। अनि लिङ्कहरू खासै थिएन। त्यो भएर डकुमेन्ट बन्नलाई पनि अब त्यो समयमा अलिक गाह्रै हुन्थ्यो, किनभने ओपन इमिग्रेसन खोल्नु पर्थ्यो। त्यो समयमा यो आजिलो पोलिटिको भन्ने खासै चलेको थिएन, त्यो लिँदा पनि लिँदैन त्यतिखेर, र हामीलाई खासै आइडिया पनि भएन त्यो बेलामा। हामी चाहिँ अब जुन बेला ओपन इमिग्रेसन खोल्छ त्यतिखेर पेपर भरेर अब लिगल हौँ भन्ने सोचमा बसेको थियौँ। अब काम गर्दाखेरि चाहिँ हामीले अब ब्ल्याकमै काम गर्नुपर्ने हुन्थ्यो त्यो बेला, डकुमेन्ट नभएको र लिङ्क एकदमै कम भएको कारणले गर्दाखेरि काम पाउन धेरै गाह्रो थियो। अनि भनेको पहिला भन्दा सरी दाइको कुरा गरेँ, पहिला भन्दा चाहिँ अहिले काम पाउने सम्भावना धेरै हो। एकदमै। त्यो चाहिँ के कारणले दाइ? त्यो चाहिँ अहिले अब लिङ्क बढी भयो, धेरै नेपाली भयो, धेरै ठाउँमा काम गर्न थाल्यो। ओके। त्यो बेला चाहिँ तपाईँको पालोमा चाहिँ तपाईँहरूको पालोमा चाहिँ कहाँबाट चाहिँ मान्छे धेरै आउँथ्यो दाइको? जस्तो अब हाल चाहिँ कताबाट आउने सम्भावना धेरै छ सर अहिले चाहिँ भनौँ न इटलीमा यो 1-2 वर्षको अन्तरालमा चाहिँ? अब अहिले मैले बुझ्दाखेरि चाहिँ अब सबै ठाउँबाटै छ, किनभने अब यो सेन्जेन नन सेन्जेन होइन, यो सबै कन्ट्रीबाट मान्छेहरू चाहिँ आइराखेको छ। जस्तो धेरै फ्लप हुने चाहिँ कुन चाहिँ देश? जस्तो यही देश भन्ने छैन होइन, सबै कन्ट्रीबाट, जस्तै रोमानियाबाट होइन, रोमानिया अनि बुल्गेरिया, अनि त्यस पछाडि तपाईँको अब बोस्निया होइन, यो अनि सर्बिया भयो, ग्रिस भयो होइन, अनि यता साइप्रस भयो, यो देशबाट चाहिँ अब आउने क्रम स्टिल छ होइन। तर पहिलाको तुलनामा जस्तो मैले सम्झिँदाखेरि चाहिँ योभन्दा 2-4 वर्ष अगाडि चाहिँ कोसियाबाट एकदमै धेरै आउने चान्सेस थियो, बोर्डर क्लोज नजिक बोर्डरको हिसाबले चाहिँ आउँथ्यो। तपाईँको अनुभव चाहिँ अब भनौँ न, तपाईँ चाहिँ अलिकति यो मिडियामा मैले अस्ति पनि भने मिडिया क्षेत्रमा भएको भएर तपाईँलाई अलिक धेरै इन्फर्मेसन चाहिँ यो हिसाबमा हुन्छ। त्यो बेला अब त्यो तपाईँको हिसाबले चाहिँ रोमानिया अनि बुल्गेरिया, सर्बिया, साइप्रस मैले सम्झिँदाखेरि चाहिँ यो क्रोसिया पनि हो। क्रोसियाबाट चाहिँ म्याक्सिमम आउने जुन बेला चाहिँ सेन्जेन थिएन। अनि दाइहरूको पालोमा चाहिँ कहाँबाट चाहिँ धेरै फ्लप हुन्थ्यो दाइ? त्यो बेला त अब यसरी हिँडेर आउने भन्ने त सम्भावना थिएन होला। त्यो बेलामा प्राय अलिकति धेरै अस्ट्रियाबाट आउनुहुन्थ्यो। अस्ट्रिया भनेको उहाँहरू सेन्जेनभित्रैबाट? त्यही बेला सेन्जेनबाट प्राय सेन्जेनबाटै आउने हो। कोही टुरिस्ट भिसा प्राय टुरिस्ट भिसा नेपालदेखि नै टुरिस्ट भिसा या बिजनेस भिसा, त्यो बाहेक अरू अप्सन नै थिएन त्यतिखेर। अनि त्यही बेला चाहिँ उहाँहरूले के गर्नु? अजिलो पनि अजिलो नभए, अजिलोको त खासै अप्सनै थिएन। अनि के गर्थ्यो उहाँहरू चाहिँ अब जस्तो 2002 भन्दा अगाडि आउने नेपाली दाजुभाइले 2002 मा ओपन इमिग्रेसन खुलेको थियो।
त्यतिखेर चाहिँ अब कार्डको लागि एप्लाई गर्नुभयो। अब जो 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 नेपाली दाजुभाइ 2002 पछि आउनुभयो, 2002को ओपन इमिग्रेसन खोलेपछि आउनुभयो, उहाँहरू चाहिँ उहाँहरूले 2009मा पनि एप्लाई गर्नुभयो। कसैको 2009मा चाहिँ यहाँको कार्ड पाउनुभयो। त्यहाँ पनि नपाउनेहरूले चाहिँ 2012मा खोल्यो। फेरि 2012मा फेरि ओपन इमिग्रेसन खोल्यो, इलिगललाई लिगल बनाउने। ओके। अनि त्यतिखेर चाहिँ अब धेरै नेपाली त्यस्तो सिस्टम थियो। अनि ओपन इमिग्रेसन भनेको चाहिँ अहिले भनौँ न तपाईँको के अरे के भन्छ अरे 2023मा होइन 2023मा होइन तपाईँको 2020मा 1920मा यो भनेको चाहिँ के अरे के भन्छ अरे यसलाई अहिले भर्खर हामी डिस्कस भयो सानातोरिया। यो ओपन इमिग्रेसन भनेको चाहिँ त्यसलाई चाहिँ इटालीमा चाहिँ सानातोरिया भन्छ। ए भनेको अहिले तपाईँले भन्नुभएको चाहिँ यो के अरे सानातोरिया भने चाहिँ अलगै हो फेरि। सानातोरिया भनेको चाहिँ जुन अब विदेशीहरू यो इटालीमा बसेका छन् बिना डकुमेन्ट, त्यसलाई चाहिँ इलिगललाई लिगल बनाउने। अब त्यसलाई के भन्छ भने पेर्फेतुरा भन्छ। पेर्फेतुराबाट निस्किने नुलादी अवस्था भन्छ। नुलादी अवस्था निस्किएर पनि हामीले हाम्रो अब नेपालमा त इटालियन एम्बेसी छैन, कलकत्तामा छ। कलकत्तामा यदि हामीले नुलादी अवस्था भिएफएसबाट पठाएर कलकत्ता पठाएर हामीलाई कलकत्ता एम्बेसीले चाहिँ भिसा दिँदैन। अहिलेसम्म कुनै रेकर्ड छैन। त्यो चाहिँ के कारणले खासमा? कारण चाहिँ नेपालको नाम छैन। नुला अवस्थासम्म चाहिँ निस्किन्छ। नुला अवस्था यदि टाइममा भरेको छ भने, यो भनेको कस्तो भने अब त्यो कति, अब एक्जाम्पललाई बिहान 8 बजे कुनै दिन डेट तोकेको हुन्छ, त्यो बिहान 8 बजे खुलेको हुन्छ। त्यो चाहिँ अब 5 मिनटसम्म जसले क्लिक गर्न सक्छ अनलाइनमा त्यसको चाहिँ नाम निस्किन सक्छ। नाम निस्किन सक्छ। तर नाम निस्किँदाखेरि अब जस्तै एक्जाम्पललाई इन्डिया, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, फिलिपिन, अब हाम्रो एसियन कन्ट्रीको कुरा गरौँ, उनीहरूको चाहिँ यदि यो नुलादी अवस्था निस्क्यो भने उनीहरूले चाहिँ बकाइदा भिसा पाएर आउँछ। किनभने उनीहरूको यो वर्क पर्मिटको लागि उनीहरूको देशको नाम यहाँ छ। तर हाम्रो नेपालको चाहिँ नामै छैन। त्यो भयो नुला अवस्था निस्क्यो पनि भिसा पाउने चान्स छैन। त्यो नुला अवस्था भनेको चाहिँ मैले बुझेअनुसार चाहिँ भाइ, नुला अवस्था भनेको चाहिँ यो मान्छे चाहिँ यहाँ आएर बसेको चाहिँ यहाँ हुन्छ, यति मिटर स्क्वायरको घर छ, यो यहाँ बस्छ, उसलाई काम यो भन्ने टाइपको त एकदम। अब त्यसमा एउटा आलोजो भन्ने हुन्छ, घरको आलोजो भन्ने हुन्छ। त्यहाँ चाहिँ उसको ठाउँ, अब यदि डोमेस्टिक कामको लागि चाहिँ कसैले एप्लाई गरेको छ भने चाहिँ अब घरमा स्पेस देखाउनु पर्यो। अब यदि कुनै फ्याक्ट्री यताउति अब अरू कुनै कामबाट गरेको छ भने नि त्यसलाई बस्ने ठाउँ चाहिँ कम्पनीले व्यवस्था त्यो आलो ज्योतिबा भन्ने चाहिँ दिनै पर्छ। भने एउटा कुरा सम्भव छ त, यो तपाईँको, सरी मैले कुरा काटेँ, यो नेपालबाट के डिरेक्टली चाहिँ तपाईँको चाहिँ वर्क पर्मिट निकालेर इटलीमा डिरेक्टली आउन सम्भव छ त? छैन, अहिलेसम्म सुन्नमा आएको छैन। वर्क पर्मिट निकालेर, किनभने कतिपयले चाहिँ इटलीमा वर्क पर्मिट निकालेर डाइरेक्टली चाहिँ अब आउन मिल्छ कि मिल्दैन भन्ने सन्दर्भहरू बुझ्न चाहिरहेको छ कि। अब अहिलेसम्म चाहिँ मलाई सुन्नमा आएको छैन। यो भनेको त अब म 2010 या 11 सम्म चाहिँ अब यो वर्क पर्मिटमा बोलाउन मिल्थ्यो। सिजनेबल भिसामा नि म बोलाउन मिल्थ्यो। जस्तो 6 महिना काम गर्ने, 6 महिनापछि नेपाल फर्किने। त्यो चाहिँ के इटली सरकारले नै प्रोभाइड गर्ने कि? इटली सरकारले त्यो कोटा दिन्थ्यो होइन। त्यो र फ्लुसी एउटै होइन र? त्यही फ्लुसीकै कुरा गर्दैछ। एउटा डेक्रेतो फ्लुसी भनेको चाहिँ वर्क पर्मिट आउने, यहाँ सधैँ बस्ने। अनि त्यो स्टाजोनाले भन्ने चाहिँ सिजनेबल काम हो।
6 मन्थ आउने काम गर्ने अनि अनि त्यसपछि अनि आफ्नो देश फर्किने अनि जब काम सुरु हुन्छ फेरि आउने। नै खासमा भनौँ न अब एमबिसी अथवा हाम्रो कन्सुलेट र एनआरएनएको डाटा अनुसार चाहिँ होल इटलीमा चाहिँ नेपालीहरू कति होला त? धेरैको क्युरियोसिटी चाहिँ भनौँ न नेपालीहरू त नै होला इटलीमा भन्ने टाइपको छ नि त, कति जति होला? तपाईँ एनआरएन अध्यक्ष भएको भने मैले तपाईँलाई यो क्वेसन सोधेँ। अब यस्तो छ, यो कुरामा चाहिँ 2 वर्ष अगाडिसम्म चाहिँ हामी इटलीमा 1400-1500 नेपाली थियौँ। 2 वर्ष भनेको 2024-25 23-24 24-24तिर भनौँ न। अनि अहिले आएर चाहिँ यो जब पोर्चुगलमा बन्द भयो, बन्द भएपछि चाहिँ अहिले हाम्रो अनुमान चाहिँ 3500देखि 4000 नेपाली होल इटलीमा छ। त्यसमा स्टुडेन्टहरू गन्छु गर्नलाई अनि जस्तो बिजनेस भिसामा आउनेहरू गन्छु गर्नलाई बिजनेस भिसाको गनिँदैन, अब स्टुडेन्ट भिसाको पनि गनिँदैन, किनभने उनीहरू पढ्न आएको हो, भोलि फर्किने हो। अब जो यहाँ चाहिँ वर्क पर्मिट लिएर बसेका हुन्छ या असाइलम गरेर बसेका हुन्छ, भोलि असाइलम गर्ने नेपाली दाजुभाइ पनि त यहीँ वर्क पर्मिटकै लागि त वेटिङ गरेर बसेको हो। उहाँहरूलाई चाहिँ हामीले अब काउन्ट गर्दाखेरि चाहिँ अहिले 3500देखि 4000 अनुमान। अब त्योभन्दा बढी पनि हुनसक्छ, तर हामीले चाहिँ अनुमान गरेर त्यति हो। ओके, के अरे यो डाटा चाहिँ तपाईँहरू एनआरएनमा हुन्छ है, तपाईँहरूको डाटामा हुन्छ भनौँ न एक प्रकारले। डाटा चाहिँ अब डाटा भनेर डाटा चाहिँ हुँदैन। किन हुँदैन भने हाम्रो चाहिँ हरेक 2 सालमा चाहिँ हाम्रो कार्य समिति पनि चेन्ज अब नयाँ हुन्छ। हाम्रो 2 वर्षको कार्यकाल हो होइन। त्यसमा चाहिँ हामीले पञ्चकृत सदस्य को लागि हामीले सबैजनालाई नेपाली दाजुभाइलाई बन्नुहोस् भनेर चाहिँ हामीले मेल गर्न होइन, हामीले अब आह्वान गरेका हुन्छौँ। अब त्यो जम्मा 2 वर्षको 10 युरो। अब त्यो चाहिँ कोही बन्नुहुन्छ कोही बन्नुहुन्न, अब त्यो के को लागि बन्ने भन्ने हुन्छ होइन। अनि अब कति अब अहिले जति पनि नेपाली दाजुभाइ नयाँ आउनु भएको छ, जेनजी भनौँ अब होइन, जेनजी ती अब 28 भन्दा मुनिको, अब 28 भन्दा माथिकोले त अब यो कुराहरू धेरै कुराहरू अझै पनि बुझ्न खोज्छन् होइन। उनीहरू चाहिँ एनआरएनमा चाहिँ पञ्जीकरण सदस्य हुन्छन् होइन। अनि अब अहिले यो जेनजीहरूलाई चाहिँ यो एनआरएन के हो भन्ने कुरा नि उनीहरूले बुझ्न खोज्दैनन्। अब एनआरएन भन्ने कुरो त अब यो सबैलाई थाहा छ, जोसेर जागर बढी भएको भएर किन चाहियो टाइपको हो त। अब तर त्यही कुरामा चाहिँ अब भोलिका दिनमा अहिले हाम्रो अनरेबल काउन्सिलर अहिले हुनुहुन्न इटलीमा। अहिले उहाँको सिग्नेचर चल्दैन होइन, भनेको धेरै टाइमदेखि होइन, जुन 1 तारिकदेखि। कारण चाहिँ यो चाहिँ नेपाल सरकारले नै हाम्रो इटलीको मात्र काउन्सिलर हटाउनु भएको होइन कि, सबै संसारभरिकै हटाउनु भएको। नेपाल सरकारले चाहिँ हजुर चेन्ज गरेको होइन, अहिलेलाई अब नयाँ ल्याउन खोज्नु भएको हो। अब त्यसमा चाहिँ हामीले चाहिँ एनआरएन इटली र हाम्रो इटलीको लोकल समाजबाट चाहिँ हामीले एमएससीलाई पत्र पठाएको छौँ। एमएसडर हाम्रो एमएससी चाहिँ स्विजरल्यान्ड जेनेभामा छ। अनि उहाँहरूलाई चाहिँ हामीले अबको थाहा छैन, अब कुन दिन नियुक्ति गर्छ होइन, कुन दिन नियुक्ति गर्छ, त्यतिखेर चाहिँ हामीलाई चाहिँ हाम्रो यो पुरानै काउन्सिलर पाउलो नुगारीकै लागि चाहिँ हामीले एकदम पहल गरेका छौँ। भनेको कन्सुलेट चाहिँ हटाएको होइन, मात्र व्यक्ति हटाएको होइन, काउन्सिलर हटाएकै हो। काउन्सिलर हटाएकै हो, अहिलेलाई सबै ठाउँ हटाएको, तर नियुक्ति पनि गर्छ फेरि। अब नियुक्ति गर्दाखेरि चाहिँ हामीलाई चाहिँ एकदम सहज हुने चाहिँ हाम्रो पुरानै काउन्सिलर पाउलो नुगारी नै हो।
यो चाहिँ कसरी सरकारसम्म पुर्याउने त हामीलाई पाउलो नै चाहिन्छ भनेर चाहिँ हामीले कसरी त्यो त मैले अघि नै भनिसकेँ हाम्रो एमबिसी थ्रुबाट एनआरएनको थ्रुबाट एनआरएनएको थ्रुबाट अनि हरेक लोकल समाज इटालीको लोकल समाजबाट चाहिँ हामीले पत्र पठाएको एमबेसीलाई। हजुर अनि एमबेसीको चाहना पनि मेरो विचारमा पाउलो नै भोलि पाउलो नुगारी नै होस् भन्ने सोच उहाँको पनि सोच छ जस्तो लाग्छ है मलाई। तपाईँ एनआरएनएको अध्यक्ष बन्नुभएको कति 2025 5मा 25मा भनौँ। सो यो पिरियडमा चाहिँ तपाईँले एकदमै राम्रो काम गर्नुभएको छ है। सो खुसी लाग्यो त्यो तपाईँले पब्लिकले भनेअनुसार भनौँ न एक प्रकारले। होइन, अरूभन्दा पनि जोस् यतिको चाहिँ हुनुपर्छ एनआरएनको अध्यक्ष जस्तो फिल भयो मलाई चाहिँ। अब तपाईँले चाहिँ अब जस्तो अब दृष्टिमा अब तपाईँको सुनिल तामाङ भन्ने एउटा इलामको व्यक्ति होइन, एउटा नेपालीको छोरो चाहिँ अब त्यसरी अब अचानक अब मान्छेको यात्राको क्रममा अब चाहेर होइन नचाहेर भएको अब अहिलेको अब अवस्था यस्तै छ। सो त्यो अवस्थामा पनि तपाईँले चाहिँ उहाँको घरसम्म पुगेर होइन, सो तपाईँले चाहिँ सहयोग गर्नुभयो। कस्तो थियो त्यो, तपाईँले कसरी सहयोग गर्नुभयो त्यहाँसम्म पुगेर तपाईँले एकचोटि के यसो भनिदिनुहोस् न तपाईँको अनुभव। अब सुनिल तामाङको केसमा चाहिँ उहाँ चाहिँ क्रोसियाबाट आउनुभएको रहेछ होइन। हजुर आएको 2 हप्ता पनि भएको रहेछ। अनि अब यहाँ असाइलम केसको लागि अहिले आजको भोलि हुँदैन। अब त्यो समस्या छ किनभने नेपालको मात्र असाइलम गर्न आउने होइन, हरेक देशका अब नागरिक उहाँहरू आउनुहुन्छ होइन। आउँदाखेरि चाहिँ अब जाडो महिनाको बेला थियो अनि बस्ने ठाउँ थिएन। युरोपको चिसोले गर्दाखेरि उहाँलाई अब आस्थमाको समस्या थियो या निमोनिया थियो होइन। त्यो कारणले गर्दाखेरि उहाँको निधन भयो। अनि उहाँको निधन भएपछि हामीले यो कुरा काउन्सिलर मार्फत थाहा पायौँ। किनभने यहाँ चाहिँ कुनै पनि केस पर्दाखेरि पुलिस केस भनौँ न, पुलिस केस पर्दाखेरि चाहिँ पहिला काउन्सिलरमा कुरा जान्छ होइन। काउन्सिलरमा कुरा जान्छ, काउन्सिलरबाट एनआरएनमा कुरा हुन्छ। अनि त्यो हुने बित्तिकै हामीले अहिले भेनिस समाजको अध्यक्ष राजन चापागाईज्यू र हाम्रो महासचिवज्यू एनआरएन इटालीको महासचिव उमेश गुरुङ पार्माको उहाँलाई चाहिँ हामीले के छ त्यहाँको अवस्था भनेर हामी बुझ्न पठायौँ होइन। पठाउँदाखेरि इलामको अब मलाई ठ्याक्कै अहिले गाउँको नाम आएन होइन। अनि उहाँ चाहिँ अब बित्नुभयो। बितेपछि मैले चाहिँ हरेक लोकल समाजलाई आह्वान गरेँ सहयोगको लागि। हरेक इटालीमा जति पनि लोकल समाज हुनुहुन्छ जस्तै नेपाल मितेरीमञ्च मिलानो, त्यसपछि आएर पार्माको कोलेखे परिवार, बाल्य अवस्थाको समाज बाल्य अवस्था समाज, त्यसपछि आएर पिसा समाज, नेपाल एसोसिएसन भेनिस समाज, अनि त्यसपछि आएर रोम समाज। उहाँहरूसँग सबै मैले गरेर सहयोगको लागि अपिल गरेँ। अनि सबैजनाले सहयोग जुटाउनु भयो, सहयोग जुटाउनु भयो। त्यो प्लस अहिले जति अब सबैले गर्नुभएको भएन मलाई थाहा भएन होइन। जति पनि अहिले इटाली हालसालै आउनु भएको छ नि यो असाइलमको लागि, उहाँहरूले शुद्ध सहयोग गर्नुभयो कि उहाँहरूको अवस्था पनि एकदम नाजुक छ। दाइ हालमा मैले सुनेको चाहिँ जस्तो अहिलेसम्मको एकदमै बढी पैसा उठेको चाहिँ त्यही सुनिल तामाङको केसमा हो भन्ने छ नि त है, जुन चाहिँ तपाईँको कार्यकालमा भयो होइन। कति चाहिँ उठेको दाइ उहाँको पैसा भनौँ? अब हामीले नै
5,000 युरो चाहिँ अब उसको नेपाल लास पठाउनलाई खर्च लाग्यो। ए तपाईँहरूले लास्ट नेपालै पठाइदिनु नेपालै पठाइयो। यो चाहिँ पहिलो हो, फेरि पहिलो केस हो इटालीमा के चाहिँ। भने अहिलेसम्म चाहिँ नेपाल पठाउनु अहिलेसम्म सक्सेस थिएन। नेपाल यस्तो पठाएको खालको ओके केस नि भएको थिएन होइन, इटालीमा चाहिँ। होइन भएको थियो भएको थियो, तर धेरै केस भएको थियो, तर हामीले यहीँ नै दाह संस्कार गर्थ्यौँ। नेपाली दाजुभाइहरू अहिलेसम्ममा तपाईँको त्यो 21-22 वर्षको यो अन्तरालमा चाहिँ तपाईँले कति जति नेपालीको यहाँ चाहिँ आएर त्यस्तो डेथ भएको पनि कति जति डेथ भयो ठ्याक्कै चाहिँ याद भएन होइन, तर हुन त भइरहेको छ। हुन चाहिँ भइरहेको छ। अब मैले अहिले ठ्याक्कै यो मृत्युको कुरा त मैले फेरि अन्दाजी त भन्न मिलेन। अब मैले भइरहेको छ। अब जस्तो एकचोटि जेनेभामा भयो, एकचोटि अब मिलानमा, हाम्रो किरण भाइ नै भयो। मिलानमा त 3टा भयो होइन। 3टा त अब किरण भाइ र अर्को हाम्रो एकजना राजु थापा दाईको भाइ हुनुहुन्थ्यो, उसको नवीन थापा मगर उहाँ हुनुहुन्थ्यो। अब त्यसपछि आएर अब हाम्रो भूतपूर्व अध्यक्ष विशाल तामाङ ज्यूको ससुरा नि यहीँ बित्नु भएको हो होइन। अनि हामीले चाहिँ अब यहीँ नै दाह संस्कार गर्थ्यौँ। किन त्यो गाह्रो भएर हुँदै त्यो यहाँ यो ठाउँमा चाहिँ तपाईँको यो ठाउँबाट नेपालसम्म लास्ट त्यो बेलामा अलिक गाह्रै थियो। अहिले चाहिँ योपालि चाहिँ हाम्रो अनरेबल काउन्सिलरले चाहिँ उहाँको सहयोगले गर्दाखेरि चाहिँ सफल भएको। कस्तो दाइ त्यो डकुमेन्टको हिसाबले गाह्रो कि पैसा जस्तो फाइनेन्सियल भनेको त्यो बेला कम नेपाली भएको भएर चाहिँ गाह्रो भयो होइन। त्यो बेला अलिक महँगै थियो। अहिले चाहिँ आएर यो 5,000 युरोमा गर्न सक्सेस। त्यो बेला चाहिँ कस्तो दाइ धेरै लाग्थ्यो त्यो बेलामा हल्ला। अब त्यो ठ्याक्कै भन्दिनँ होइन। त्यो बेला 10 देखि माथि नै पर्थ्यो कि 10,000 मिनिमम 10,000 युरो पर्थ्यो कि एउटा लासलाई। त्यही त अब हामीले सुनेको नि खासमा चाहिँ अब भनौँ न तपाईँ हामी मिलानमा बसेको भएर चाहिँ मिलानमा चाहिँ धेरै छ नि होइन हल्ला। योपालि चाहिँ एनआरएनले चाहिँ एकदम राम्रो काम गर्यो। सुन तामाङकोमा चाहिँ पैसा भ्याक्सिन उठेको लास्ट पनि लान सफल भयो भन्ने कुरा। अब एक्ज्याक्ट चाहिँ थाहा छैन। अब हामीले झन्डै 34 लाख समथिङ त अब ह्यान्डओभरै गरेको हो होइन। प्लस यहाँको खर्च पनि यो 5,000 एक्स्ट्रा भयो होइन। 5,000 त्यसपछि आएर हाम्रो के अरे विजय भूषालजीले पनि सहयोग उठाएर आफै पठाउनु भएको थियो। उहाँको पर्सन जस्तो एनआरएनएसँग टच नभइकन उहाँले आफ्नो हिसाबले पर्सनली पठाउनु भएको थियो। तर त्यो जति उठ्या भन्नुभएको थियो त्यो रकम पुगेको रहेछ उहाँले भन्नुभयो होइन। अनि भनेको टोटल्ली उहाँको टोटल अब लास्टसम्म पठाएको खर्च शुद्ध गर्दाखेरि 45 देखि 47 लाखको अनुमान छ। 45 लाख भनौँ त है। लास्ट 45 लाख भनेको खर्च शुद्ध राम्रै हो भनौँ त है। तपाईँले घरसम्मै लगेर हजुर घरसम्मै पुग्नु भयो। घरसम्म उहाँको परिवार उहाँ सुनिल तामाङको घरमै म एक रात बसेँ होइन। अनि उहाँको चाहिँ अवस्था कस्तो रहेछ भने उहाँहरूको जग्गा जमिन भन्ने केही पनि छैन होइन। उहाँहरू चाहिँ कस्तो रहेछ भने त्यो इलाममा चाहिँ पहिला सरकारी चिया बगान रहेछ। अनि त्यसपछि आएर त्यो प्राइभेट भइदिएछ। अनि पहिला चाहिँ सरकारी हुँदाखेरि उहाँहरू त्यसैमा काम गर्ने। अनि त्यही जग्गामा चाहिँ घर बनाउन दिनुभएको रहेछ। अब आफ्नो नाम लाल पूर्जा छैन, आफ्नो लाल पूर्जा छैन, तर प्राइभेट हुँदै पनि उहाँहरूको त्यो त्यहाँ बस्न चाहिँ दिनुभएको रहेछ। र उहाँहरूको अब जग्गा जमिन चाहिँ छैन, आफ्नो नाममा छैन। धेरै गाह्रो रहेछ। र हाम्रो यो हाम्रो महासचिव उमेश गुरुङ भाइको गाउँको पनि इलामको, तर अब अलिकति तलमाथि हो, तर उहाँ गाउँकै पर्नुहुन्छ। अनि दाइ खासमा चाहिँ तपाईँको इटलीमा चाहिँ भनौँ न अब नेपालीहरूलाई मेन समस्या चाहिँ के लिएर आउँछ दाइ इटालीमा चाहिँ? जस्तो तपाईँलाई त व्यक्तिगत रूपमा एनआरएन अध्यक्ष हुनुहुन्छ, तपाईँ व्यक्तिगत रूपमा त म्यासेजहरू पठाउँछ होला नि होइन दाइ, मलाई यो समस्या पऱ्यो।
खासमा धेरै समस्या चाहिँ के चाहिँ हुन्छ होला नेपालीहरूको त यहाँ यसो बुझ्दाखेरि क्या हामीले एक त कामै होला त्यस पछाडिको समस्या चाहिँ के हुन्छ होला अब त्यसपछिको समस्या कामै मेन त कामै हो होइन मेन चाहिँ कामै हो त्यसपछि अब कोठा खोजिदिनु भन्नुहुन्छ होइन भनेको त्यो कुरा चाहिँ गाह्रो छ है अब इटलीमै कोठा खोज्न गाह्रो चाहिँ होइन मिलानमा चाहिँ गाह्रो छ ओके अब रोममा पनि होला सायद मलाई थाहा भएन सिटी भोगी छ अलि सानो सानो सिटीमा चाहिँ यदि काम पाउँछ भने कोठा पनि कुनै ठाउँमा त अब एक्जाम्पलको लागि अब एक्जाम्पल माउन्टेनमा सिजनेबल काम गर्न गयो भने तर आफू पनि क्यापेबल हुनु पर्यो अलिअलि भाषा आउनु पर्यो यत्तिकै के अरे मलाई काम चाहियो भनेर त भएन अब हाम्रो के अरे नेपाली दाजुभाइको एउटा समस्या चाहिँ के छ भने आउनुहुन्छ कसैले क्याम्प पाउनु भयो होला कसैले नपाउनु भयो होला त्यो छुट्टै कुरा हो नयाँहरूले अब त्यो क्याम्पमा बसिन्जाल चाहिँ टिकटक चलाएर बस्नुहुन्छ फेसबुक चलाएर बस्नुहुन्छ तर भाषा सिक्नुहुन्न यो चाहिँ मेरो अनुरोध छ होइन भाषा सिकेर घाटा छैन आफैलाई फाइदा हो त्यो तपाईँहरू 3 महिना 6 महिना कति बस्नुहुन्छ त्यतिखेर अहिले यत्रो एप छ युट्युब छ एआई छ च्याट जिपिटी छ तपाईँले दिनमा 10वटा पनि शब्द सिक्नु हो भने 30 दिनमा कतिवटा हुन्छ 3 चाहिँ त्यही त त्यो त भोलि इटली बस्नु छ भने त आफैलाई फाइदा छ त्यो कुरामा चाहिँ तपाईँहरूले ध्यान दिनु भयो इटलीभन्दा बाहिर पनि सुनेर कुराहरू एनआरएन के हो एनआरएन किन चाहियो हामीलाई भोलिको दिनमा चाहिँ भन्छ नि खास एनआरएन भोलि उनीहरूलाई किन चाहियो र भन्ने मान्छेलाई चाहिँ एनआरएनको चाहिँ एनआरएनको महत्त्व चाहिँ यो रहेछ भन्ने चाहिँ पार्ट चाहिँ खास के हुन्छ त एनआरएनको चाहिँ जस्तो एनआरएनको मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के हुन्छ त अब एउटा रिसेन्टली केस यही नै छ सुनिल तामाङको होइन हजुर अब यदि एनआरएन नभएको भए उसको लास नेपाल पुग्छ कि पुग्दैन थियो 45 लाख बराबरको सहयोग हुँदै हुँदैन थियो होइन त्यो सबै एनआरएन थ्रुबाटै भएको हो होइन हजुर अर्को कुरा अब भोलि कोही होमलेस होला डिप्रेसनमा जाला होइन अब त्यो अवस्थामा एनआरएनले सहयोग गर्नुपर्ने हुन्छ मेन कुरा भन्नुपर्दाखेरि मर्दा पर्दा अप्ठ्यारो पर्दाखेरि त्यतिखेर चाहिँ एनआरएन चाहिन्छ प्लस अहिले जति पनि नेपालीहरू यहाँ असाइलम गर्न आउनु भएको छ हजुर असाइलम गर्न आउनु भएको छ उहाँहरू यो इटली छोडेर कहीँ पनि जान पाउनुहुन्न उहाँहरूसँग डकुमेन्ट हुँदैन उहाँहरूसँग डकुमेन्ट हुँदैन अब उहाँहरूलाई यदि पासपोर्ट चाहियो भने एनआरएनको थ्रुबाट यदि हामीले घुम्ती सेवा ल्याउन सकेन भने इटलीमा उहाँहरूको पासपोर्ट बन्द ओके अब त्यसमा त्यो पनि एनआरएनको इटलीबाटै एनआरएन इटलीकै थ्रुबाट हुन्छ उहाँहरूको तपाईँहरूकै पहलबाटै हुन्छ अनि त्यो भयो र हामीले अब जस्तो कतिपय कुराहरू हामीले एनआरएनले यो गर्यो उ गर्यो भनेर भन्दैन हामीले कहिले पनि स्टाटसमा लेख्दैनौँ जस्तो कोही डिप्रेसनमा गयो हामी ट्राभल डकुमेन्ट बनाउने टिकट काटिदिने सबै कुराहरू गर्छौँ कुनै कुराहरू तपाईँले प्राइभेसीमा राख्नु भएको छ प्राइभेसीमा राख्नु किन अब त्यो सबैको परिचय र परिचय देखाउनु आवश्यक पनि नभएको कारणले गर्दाखेरि ठिकै त्यो भयो अनि अब यही डिप्रेसनको केसमा हामीले नेपाल पठाउँदा अघिल्लो कार्यकालमा अब भवेश कुमार सिंह अध्यक्ष हुँदाखेरि अब सबै प्रक्रिया पुऱ्याएर हामीले नेपाल पठायौँ होइन नेपाल पठाउँदाखेरि चाहिँ मेरो इच्छाले आएको होइन भन्ने कुरा भयो त्यो भएपछि हामीलाई समस्या भयो अब चाहिँ भोलि कोही म नेपाल जान चाहन्छु यत्तिकै नर्मल मान्छेलाई नेपाल जान चाहन्छु भन्यो भने हामीले ट्राभल डकुमेन्ट बनाइदिने हो त्यसको लागि हामीले एम्बेसीमा कल गर्छौँ कुरा राख्छौँ यदि कोही त्यस्तै अवस्थामा छ अब बाहिर सुतिरहेछ अब डिप्रेसनमा गएको छ अब उसको दिमागले काम गर्दैन तर उसको परिवारले चाहिँ
मेरो छोरा या छोरी नेपाली सिकाइदिनु पर्यो भन्ने हामीमा कुरा आयो भने त्यतिखेर चाहिँ पहिलो कुरो उसको बाउआमाले चाहिँ एउटा गाविस या नगरपालिकाबाट चाहिँ अथवा वडाबाट एउटा सिफारिस बनाउनु पर्यो मेरो छोरा या छोरी झिकाउनु पर्यो इटलीबाट भनेर। अर्को कुरा जो डिप्रेसनमा गएको छ उसले चाहिँ या डिप्रेसन नगएको पनि अब कोही जान चाह्यो अब नर्मल तरिकाले जान सकेन भने त्यसको लागि ट्राभल डकुमेन्ट बनाउन हामी तत्परै छौँ होइन एनआरएन इटलीबाट। र जो जान खोजिरहेको उसले पनि म चाहिँ मेरो इच्छाले नेपाल फर्किन लागेको भनेर सिफारिस एउटा लेटरमा चाहिँ सिग्नेचर गर्नु। त्यो लेटर तपाईँले बनाइदिनुहुन्छ उहाँले सिग्नेचर गर्नु। ओके, मैले यो कुरामा चाहिँ भन्न चाहेँ भाइ खास किनभने मलाई चाहिँ पर्सनल रूपमा पनि म्यासेज आउँछ। म्यासेज भन्दा पनि कति साथीभाइहरू भेट्दैन के गरेँ एनआरएन भन्दा कुरा आउँछ नि। यो कुरा हामी एनआरएन अध्यक्ष ज्यूसँग चाहिँ ठ्याक्कै हामी कुरा गरेर छौँ। के अरे भाइ अनि के अरे तपाईँको जस्तो तपाईँको कार्यकालमा चाहिँ तपाईँले के काम गर्नुभयो त अनि इटलीमा? अब मैले काम गरेको झन्डै 1 वर्ष पुग्दैछ भर्खरै। 14 महिना तपाईँले अघि नै भन्नुभयो। खास त अब म सङ्घ संस्थामा त 2009 देखि हो, झन्डै 6 वर्ष लोकल संस्था हाम्रो मिलान नेपाल मितिर मञ्चमा आबद्ध भएँ। त्यसपछि आएर 2017 देखि चाहिँ म एनआरएन इटलीमा छु। कोषाध्यक्ष 2टा कार्यकाल, सचिव एउटा कार्यकाल, महासचिव एउटा कार्यकाल, अनि 2 वर्षको अहिले चाहिँ आएर म अध्यक्ष भएको हो। र अहिले मेरो कार्यकालमा चाहिँ एउटा अब सुरुमै हाम्रो के अरे सुनिल तामाङको त्रिस्तेको त्यो केसलाई त्यसपछि आएर त्यो कुरा मैले अघि नै भनिसकेँ। त्यसपछि आएर हामीले घुम्ती सेवा पासपोर्ट रिन्युको लागि हामीले जेनेभा एमएससीसँग सहकार्य गरेर घुम्ती सेवा पारमा कोलेको परिवारको सहयोगमा हामीले 272 जनाको पासपोर्ट रिन्यू गर्न सफल भयो होइन। त्यो चाहिँ होली दिदीमा 272 कि दाइ अनि इटलीको 272 जनाले चाहिँ अब पासपोर्ट रिन्यूको लागि एप्लाई गर्नुभयो। अर्को कुरा के दाइ, जस्तो तपाईँको मैले पनि धेरै सुनिरहेको कुराहरू हो दाइ होइन, सरले पनि सुनिरहनु भएको होला। धेरै मान्छेले भन्छ कि एनआरएन एनआरएन चाहिँ के को लागि चाहियो, एनआरएन के हो र एनआरएन इटलीमा मात्रै नभएर इटलीभन्दा बाहिर पनि सुनिरहेको कुराहरू कि एनआरएन के हो र एनआरएन किन चाहियो हामीलाई भोलिको दिनमा चाहिँ भन्छ नि। खास एनआरएन भोलि उनीहरूलाई किन चाहियो र भन्ने मान्छेलाई चाहिँ एनआरएनको महत्त्व चाहिँ यो रहेछ भन्ने चाहिँ पार्ट चाहिँ खास के हुन्छ त एनआरएनमा चाहिँ? जस्तो एनआरएनको मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के हुन्छ त अब नेपालीको लागि? एउटा रिसेन्टली केस यही नै छ सुनिल तामाङको होइन। हजुर। अब यदि एनआरएन नभएको भए उसको लास नेपाल पुग्दैन थियो, 45 लाख बराबरको सहयोग हुँदैन थियो होइन। त्यो सबै एनआरएन थ्रुबाटै भएको हो होइन। हजुर। अर्को कुरा अब भोलि कोही होमलेस होला, डिप्रेसनमा जाला होइन, अब त्यो अवस्थामा एनआरएनले सहयोग गर्नुपर्ने हुन्छ। मेन कुरा भन्नुपर्दाखेरि अप्ठ्यारो पर्दाखेरि त्यतिखेर चाहिँ एनआरएन चाहिन्छ। प्लस अहिले जति पनि नेपालीहरू यहाँ असाइलम गर्न आउनु भएको छ, हजुर, असाइलम गर्न आउनु भएको छ, उहाँहरू यो इटली छोडेर कहीँ पनि जान पाउनुहुन्न। उहाँहरूसँग डकुमेन्ट हुँदैन। अब उहाँहरूलाई यदि पासपोर्ट चाहियो भने एनआरएनको थ्रुबाट यदि हामीले घुम्ती सेवा ल्याउन सकेन भने इटलीमा उहाँको पासपोर्ट बन्दैन। ओके।
अब त्यसमा त्यो पनि एनआरएनएको इटलीबाटै एनआरएन इटलीकै थ्रुबाट हुन्छ। उहाँहरूको तपाईँहरूकै पहलबाट भनौँ न एनआरएनको पहल। हुन्छ। अनि त्यो भयो र हामीले अब जस्तो कतिपय कुराहरू हामीले एनआरएनले यो गर्यो उ गर्यो भनेर भन्दैनौँ। हामीले कहिले पनि गरेको कामहरूलाई स्टाटसमा लेख्दैनौँ। जस्तो कोही डिप्रेसनमा गयो हामी ट्राभल डकुमेन्ट बनाउने, टिकट काटिदिने सबै कुराहरू गर्छौँ। कुराहरू तपाईँले प्राइभेसीमा राख्नु भएको छ। प्राइभेसीमा राख्नु किन अब त्यो सबैको परिचय र परिचय देखाउनु आवश्यक पनि नभएको कारणले गर्दाखेरि चाहिँ ठिकै त्यो भयो। अनि अब यो यही डिप्रेसनको केसमा हामीले नेपाल पठाउँदा अघिल्लो कार्यकालमा अब भवेश कुमार सिंह अध्यक्ष हुँदाखेरि अब सबै प्रक्रिया पुऱ्याएर हामीले नेपाल पठायौँ होइन। नेपाल पठाउँदाखेरि चाहिँ मेरो इच्छाले आएको होइन भन्ने कुरा हो। त्यो भएपछि चाहिँ समस्या हुन्छ। अब चाहिँ भोलि कोही म नेपाल जान चाहन्छु, यत्तिकै नर्मल मान्छेलाई नेपाल जान चाहन्छु भन्यो भने हामीले ट्राभल डकुमेन्ट बनाइदिने हो। त्यसको लागि हामीले एम्बेसीमा कुरा राख्छौँ। यदि कोही त्यस्तै अवस्थामा छ, अब बाहिर सुतिरहेछ, डिप्रेसनमा गएको छ, अब उसको दिमागले काम गर्दैन, तर उसको परिवारले चाहिँ मेरो छोरा या छोरी नेपाल झिकाइदिनु पर्यो भन्ने हामीमा कुरा आयो भने त्यतिखेर चाहिँ पहिलो कुरो उसको बाउआमाले चाहिँ एउटा गाविस या नगरपालिकाबाट चाहिँ अथवा वडाबाट एउटा सिफारिस बनाउनु पर्यो, मेरो छोरा या छोरी झिकाउनु पर्यो इटलीबाट भनेर। अर्को कुरा, जो डिप्रेसनमा गएको छ उसले चाहिँ या डिप्रेसन नगएको पनि अब कोही जान चाह्यो, अब नर्मल तरिकाले जान सकेन भने त्यसको लागि ट्राभल डकुमेन्ट बनाउन हामी तत्परै छौँ होइन, एनआरएन इटलीबाट। र जो जान खोजिरहेको उसले पनि म चाहिँ मेरो इच्छाले नेपाल फर्किन लागेको भनेर सिफारिस एउटा लेटरमा चाहिँ सिग्नेचर त्यो लेटर तपाईँले बनाइदिनुहुन्छ अनि उहाँले सिग्नेचर गर्नु। ओके, अब मैले यो कुरामा चाहिँ भन्न चाहेँ त खास किनभने मलाई चाहिँ पर्सनल रूपमा पनि म्यासेज आउँछ। म्यासेज भन्दा पनि कति साथीभाइहरू भेट्दैन के गरे एनआरएनले भन्ने कुरा आउँछ नि। यो कुरा हामी एनआरएन अध्यक्ष ज्यूसँग चाहिँ ठ्याक्कै हामी कुरा गरिरहेको छौँ। तपाईँहरूलाई समस्या पर्दाखेरि घुम्ती सेवा एनआरएनको थ्रुबाट आउने हो, यो कुरा तपाईँले बुझिदिनु पऱ्यो होइन है। जसले बुझिरहनु भएको छ ठिक छ, जसले चाहिँ बुझिरहनु भएको छैन किन चाह्यो भन्ने मान्छेले यो कुरा बुझ्नु पऱ्यो। एनआरएनले चाहिँ घुम्ती सेवा लिएर आउने हो। जुन कुरा तपाईँहरूसँग डकुमेन्ट छैन भने तपाईँहरू एम्बेसी चाहिँ हाम्रो स्विचमा हुँदा है, स्विचसम्म पासपोर्टको लागि स्विचमा जान तपाईँहरूलाई गाह्रो हुन्छ। अनि एनआरएनले चाहिँ यहाँसम्म लिएर आउने हो घुम्ती सेवा। जस्तो यहाँसम्म भन्ने फेरि मिलान मात्रै त होइन नि होइन, तपाईँको रोममा जान्छ, भेनिस जान्छ, अनि तपाईँको पारमा जान्छ, ओके रोम जान्छ यो। अनि अर्को कुरा भनेको तपाईँको अब जस्तो भनौँ न कुनै मान्छे बिरामी छ, अब हामी डिप्रेसनको मात्रै कुरा नगरौँ न, अरू कुरा पनि गरौँ न। जस्तो बिरामी छ भने एनआरएनले चाहिँ सिफारिस गरिदिन्छ। तपाईँको घर फ्यामिलीबाट पनि सिफारिस गर्नु पऱ्यो, यो मान्छेलाई झिकाउनु पऱ्यो भनेर वडाबाट पेपर लेख्नुहोस्, एनआरएनले एउटा लेटर लेखिदिन्छ, तपाईँले सिग्नेचर हाल्नुहोस्। तपाईँलाई जाने इच्छा छ भने होइन, इच्छा छ भने तपाईँ चाहिँ इटलीमा बस्दिनँ म भन्ने इच्छा छ, जसको चाहिँ डकुमेन्ट छैन भने उहाँहरू चाहिँ सरासर जान सक्नुहुन्छ। तर त्यसको लागि तपाईँहरूले चाहिँ एनआरएनले चाहिँ मस्ट इम्पोर्टेन्ट हो भन्ने कुरो बुझ्नु पऱ्यो होइन। अनि त्योभन्दा अरू पनि त कामहरू होला नि एनआरएनको होइन। अब भविष्यमा केही सोच्नु भयो होला नि, भविष्यमा चाहिँ अब हामी एनआरएनको अब अध्यक्ष भएको हिसाबले अब तपाईँले के सोच्नु भयो होला नि, यसो राम्रो कामहरू गरौँ भनेर केही योजनाहरू बनाउनु भएको छ अहिले? अब अहिलेको विषय अब अहिले हामीले तुरुन्तै गर्न लागेको चाहिँ एनआरएन फुटबल कप हो। हजुर, त्यो चाहिँ हामीले पारमा गर्दैछौँ। कहिले त? अक्टोबरमा। भनेपछि यो अक्टोबरमा अब डेट चाहिँ फिक्स भएको छैन। त्यसको लागि हामी यो स्याटरडे पारमा खोलेको परिवारसँग
सरसल्लाह गर्न जाँदैछौँ। अनि त्यसमा चाहिँ अब होल इटलीको कुनै पनि सिटीको टिम बनाएर खेल्न आउन सक्नुहुन्छ। इन्ट्री गरेर अब त्यसको एउटा मापदण्ड हुन्छ। रेजिस्ट्रेसन छ होइन। अनि शुल्कहरू बुझाउनु पर्छ त्यसको लागि। शुल्कहरू बुझाउनु पर्छ। रेजिस्ट्रेसन फी चाहिँ यस्तो हुन्छ। अब यो पहिलोचोटि भएको होइन, यो 4 चोटि 5 चोटि भइसक्यो होइन। एनआरएल कप। अनि अब यसमा चाहिँ अब खास भन्दा चाहिँ एउटा लोकल समाजले चाहिँ आफ्नो टिम पठाउने हो कि। ओके। अनि लोकल भनेको ठाउँ लोकल समाजले हैन। लोकल समाजले जस्तो अघि तपाईँले भन्नु नि रोमको, पार्माको, अवस्था भ्यालीको, मिलानको, भेनिसको, अनि पार्मा अब पिसा भयो। अब यसरी पठाउने हो होइन। जस्तो दाइ अनि यसमा चाहिँ जस्तो संस्थाबाट मात्रै कि जस्तो अब हामी 8-10 जना टिम छौँ अनि हामी खेलाडीहरू प्लेयरहरू हामी जान्छौँ भन्नु चाहिँ पाइन्छ। संस्थाको थ्रुबाट आउँछ। त्यो संस्थाबाट चाहिँ म आएको भन्ने चाहिँ हुनु पर्यो। ओके। त्यो छ। त्यसपछि अब हामीले अब नेपाली खाना चाहिँ इटालीमा चिनाउनको लागि हामीले बेला बेलामा फेस्टिभलहरू गरिरहेको छौँ होइन। जसले अब फेरा भन्नुहुन्छ कि फेरा चाहिँ अब हाम्रो प्राइभेट भयो। त्यो पनि अब नेपालकै खाना चिनाउनको लागि हो। तर एनआरएनको थ्रुबाट चाहिँ भएन। अब भन्नुभयो त एनआरएलको कुरा भएन। त्यो भयो। अब जस्तो पोहोर साल हामीले हाम्रो अहिलेको एनआरएलको सचिवसँग वर्तमान सचिव रविन्द्र आचार्यज्यूसँग सहकार्य गरेर पोहोर साल हामीले ट्रेनको रोगरेदोमा झन्डै 500 जनालाई खाना खुवाउनु सफल भयो। भन्नाले फ्री हो कि नेपाली फ्री कि दाइ कस्तो थियो? फ्री त भनेको कस्ट लागेन। जस नेपाली खानालाई चिनाउन सक्नुभयो भनौँ। त्यसमा चाहिँ मोमो र नेपाली दाल भात तरकारी। अब यस्तो कार्यक्रमहरू आगामी दिनहरू पनि गर्दैछौँ। अहिलेको लागि चाहिँ अब यति नै छ। अब अर्को कुरा अहिले यो पासपोर्ट घुम्ती सेवा आउनको लागि चाहिँ नेपाली यो हाम्रो नेपालको जुन सिस्टम छ त्यो सिस्टम चाहिँ सबै चेन्ज गर्दैछ। यो इटालीमा मात्र स्विजरल्यान्ड मात्र होइन कि संसारभरि जति पनि नेपालमा पनि चेन्ज गरिसक्यो होइन। भन्नाले कस्तो भयो? जुन हाम्रो यो जति पनि डाटाहरू सेभ हुन्छ नि एउटा सिस्टम हुन्छ नि। अब हामीले त ल्यापटप मात्रै देख्छौँ त्यो सिस्टम भनौँ न। अब मलाई त्यसको एक्ज्याक्ट सफ्टवेयर हार्ड डिस्कमा चाहिँ र फोटो खिच्ने अब हाम्रो डाटाहरू सबै कलेक्सन गर्ने त्यो सिस्टम चाहिँ पुरै चेन्ज हुँदैछ। भइसक्यो नेपालमा। अहिले त चल्दैन। अहिले स्विजरल्यान्ड गए पनि पासपोर्ट रिन्यू हुँदैन। अनि हामीले अस्ति जानकारी पनि गराएको छौँ, स्ट्याटस पनि हालेको छ हामीले त्यो 2 महिना अगाडि। अब कहिले आउला त्यो टोली? अब पहिलो कुरो त त्यो सिस्टम खोल्नु पर्यो। जेनेभा एम्बेसीमा आउनु पर्यो स्विजरल्यान्डमा। त्यो चाहिँ तपाईँहरूलाई थाहा हुन्छ है? थाहा हुन्छ। एनआरएललाई। अनि त्यो थाहा भएपछि त्यसको 1-2 महिनापछि त हामीले इटालीमा घुम्ती सेवा बोलाउन हामी तयार हुन सक्छौँ। तर त्यसको लागि पनि त क्राइटेरिया भन्नाले यस्तो होला नि, यतिजनासम्मको मान्छेले चाहिँ हामीलाई चाहिँ भनौँ न होइन खबर गरेको छ, हामी यतिजना छौँ भनेर भनेको छ भन्ने होला नि होइन। घुम्ती सेवा फेरि 2-3 जनालाई त आउँदैन होला। मिनिमम 50 जना। ओके। 50 जना भन्दा माथि हुनु पर्यो, नत्र भने घुम्ती सेवा आउँदैन। आउन अब कस्तो हुन्छ भने उहाँहरू पनि त अब यहाँसम्म आउनु पर्यो, खर्च छ। अनि अब खर्च छ। अनि त्यो आएपछि उहाँहरूको पनि सोच के छ भने आएको बेलामा सबैजना धेरैजना बनाइदिउँ भन्ने सोच छ।
के छ यसमा शुल्क कति लाग्छ एउटा पासपोर्ट नयाँ बनाउँदाखेरि? जस्तै अब डेट एक्सपायर भएकोहरू बनाउने, कसैको अब हराएको अब ठ्याक्कै चाहिँ याद भएन मलाई अहिले 130 युरो हो कि जस्तो लाग्छ रिन्युको लागि। प्लस त्यो अर्को त्यो म्यानेजमेन्ट खर्च चाहिँ अब 20 युरो लिने गरेको छ अहिले होइन। टोटल गर्दा कति? 150 भनौँ न त है। 150 प्लस अब सायद हराएको भए अब 160 180 युरो नि हुनसक्छ। तपाईँको त हराएको त नेपालमै लाग्छ नि, किनभने पत्रिकामा नाम निकाल्नुपर्छ के छ नि। जस्तो अब त्यो जस्तो पासपोर्ट बनेर स्विजरल्यान्ड आएपछि पनि त्यहाँ चाहिँ त्यो कुरियरको पैसा पनि पठाउनु पर्ने हुन्छ होइन। कुरियरको पैसा पठाउँदाखेरि चाहिँ अब एक्जाम्पललाई त्यो चाहिँ अब त्यो कहिले तलमाथि हुनसक्छ, किनभने रेट अनुसार हुन्छ होइन। भनेको 2-4 पैसा भयो। तलमाथि हुनसक्छ। एक्जाम्पललाई अहिले 50 युरोको कुरा गरौँ। 50 युरोमा एकजनाको पासपोर्टको लागि 50 युरो पर्छ भने त्यहाँ 12-14वटा पासपोर्ट छ भने त्यही 50 युरो पर्छ। यहाँनिर अध्यक्षज्यूसँग चाहिँ ठ्याक्कै हामी कुरा गरेका छौँ। तपाईँहरूलाई समस्या पर्दाखेरि घुम्ती सेवा एनआरएनएको थ्रुबाट आउने हो, यो कुरा तपाईँहरूले बुझिदिनु पऱ्यो होइन है। जसले बुझिरहनु भएको छ ठिक छ, जसले चाहिँ बुझिरहनु भएको छैन किन चाह्यो भन्ने मान्छेले जो कुरा बुझ्नु पऱ्यो। एनआरएनले चाहिँ घुम्ती सेवा लिएर आउने हो। जुन कुरा तपाईँहरूसँग डकुमेन्ट छैन भने तपाईँहरू एम्बेसी चाहिँ हाम्रो स्विचमा त है, स्विचसम्म पासपोर्टको लागि स्विचमा जान तपाईँहरूलाई गाह्रो हुन्छ। अनि एनआरएनले चाहिँ यहाँसम्म लिएर आउने हो घुम्ती सेवा। जस्तो यहाँसम्म भन्नु फेरि मिलान मात्रै त होइन नि होइन, भेनिस जान्छ, अनि तपाईँको पार्मा ओके रोम जान्छ यो। अनि अर्को कुरा भनेको तपाईँको अब जस्तो भनौँ न कुनै मान्छे बिरामी छ, अब हामी डिप्रेसनको मात्रै कुरा नगरौँ, अरू कुरा पनि गरौँ न। जस्तो बिरामी छ भने एनआरएनले चाहिँ सिफारिस गरिदिन्छ। तपाईँको घर फ्यामिलीबाट पनि सिफारिस गर्नु पऱ्यो, यो मान्छेलाई झिकाउनु पऱ्यो भनेर वडाबाट पेपर दिनुहोस्, एनआरएनले एउटा लेटर लेखिदिन्छ, तपाईँले सिग्नेचर हालिदिनुहोस्। तपाईँलाई जाने इच्छा छ भने होइन, इच्छा छ भने तपाईँ चाहिँ इटलीमा बस्दिनँ म भनेर भन्ने इच्छा छ, जसको चाहिँ डकुमेन्ट छैन भने उहाँहरू चाहिँ सरासर जान सक्नुहुन्छ। तर त्यसको लागि तपाईँहरूले चाहिँ एनआरएनले चाहिँ मोस्ट इम्पोर्टेन्ट हो भन्ने कुरो बुझ्नु पऱ्यो होइन। अनि त्योभन्दा अरू पनि त कामहरू होला नि एनआरएनको होइन। अब भविष्यमा केही सोच्नु भयो होला नि? भविष्यमा चाहिँ अब हामी एनआरएनको अब अध्यक्ष भएको हिसाबले अब तपाईँले केही सोच्नु भयो होला नि? यसो राम्रो कामहरू गरौँ भनेर केही योजनाहरू बनाउनु भएको छ अहिले? अब अहिलेको अब अहिले हामीले तुरुन्तै गर्न लागेको चाहिँ एनआरएनए फुटबल कप हो। हजुर, त्यो चाहिँ हामीले पार्मामा गर्दैछौँ। कहिले त? अक्टोबरमा। यो अक्टोबरमा अब डेट चाहिँ फिक्स भएको छैन। त्यसको लागि हामी यो स्याटरडे पार्मा खोलेको परिवारसँग सरसल्लाह गर्न जाँदैछौँ। अनि त्यसमा चाहिँ अब होल इटलीको कुनै पनि सिटीको टिम बनाएर खेल्न आउन सक्नुहुन्छ। अब त्यसको एउटा अब प्रक्रिया छ, रजिस्ट्रेसन छ होइन। अनि प्राइसहरू शुल्कहरू बुझाउनु पर्छ। त्यसको लागि शुल्कहरू बुझाउनु पर्छ। रजिस्ट्रेसन रजिस्ट्रेसन फी चाहिँ यस्तो हुन्छ। अब यो पहिलोचोटि भएको होइन, यो 4 चोटि 5 चोटि भइसक्यो होइन एनआरएन कप। अनि अब यसमा चाहिँ अब खास भन्दा चाहिँ एउटा लोकल समाजले चाहिँ आफ्नो टिम पठाउने हो कि। अनि लोकल समाजले चाहिँ तपाईँले भन्नु नि रोमको, पार्माको, भेनिसको अनि पार्मा अब पिसा भयो। अब यसरी पठाउने हो होइन। जस्तो दाइ अनि यसमा जस्तो संस्थाबाट मात्रै कि जस्तो अब हामी 8-10 जना टिम छौँ, अनि हामी खेलाडीहरू प्लेयरहरू हामी जान्छौँ भन्नु चाहिँ पाइन्छ। संस्थासँग आबद्ध हुनुपर्छ। त्यो संस्थाबाट चाहिँ म आएको भन्ने चाहिँ हुनु पर्यो। त्यो छ। त्यसपछि अब हामीले अब नेपाली खाना चाहिँ इटालीमा
चिनाउनको लागि हामीले बेला बेला फेस्टिभलहरू गरिरहेको छौँ होइन। एकदम जस्तै राम्रो। अब फेरा भन्नु छ कि त्यसलाई? फेरा चाहिँ अब हाम्रो प्राइभेट भयो, त्यो पनि अब नेपालकै खाना चिनाउनको लागि हो, तर एनआरएनको थ्रुबाट चाहिँ भएन। एनआरएनको थ्रुबाट चाहिँ भएन। हजुर। त्यो भयो। अब जस्तो पोहोर साल हामीले हाम्रो अहिलेको एनआरए युटिलीको सचिवसँग वर्तमान सचिव रविन्द्र आचार्यज्यूसँग सहकार्य गरेर पोहोर साल हामीले तुरेन्तो रोगरेदोमा झन्डै 500 जनालाई खाना खुवाउन हामी सफल भयो। कस्तो इटालियनहरू पनि? फ्री इटालियन नेपाली सबै पुरै इटालियन। फ्री कि कस्तो होइन, फ्री त होइन, कस्ट लाग्यो। जस नेपाली खानालाई चिनाउन सक्ने त्यसमा चाहिँ मोमो र नेपाली दाल भात तरकारी थियो। अब यस्तो कार्यक्रमहरू आगामी दिनहरूमा पनि गर्दैछौँ होइन। अहिलेको लागि चाहिँ अब यति नै छ। अब अर्को कुरा, अहिले यो पासपोर्ट घुम्ती सेवा आउनको लागि चाहिँ नेपाली यो हाम्रो नेपालको जुन सिस्टम छ, त्यो सिस्टम चाहिँ सबै चेन्ज गर्दैछ। यो इटालीमा मात्र, स्विजरल्यान्डमा मात्र होइन कि संसारभरि जति पनि, नेपालमा पनि चेन्ज गरिसक्यो होइन। जुन हाम्रो यो जति पनि डाटाहरू सेभ हुन्छ नि, एउटा सिस्टम हुन्छ नि। अब हामीले त ल्यापटप मात्रै देख्छौँ, त्यो सिस्टम भनौँ न। अब मलाई त्यसको एक्ज्याक्ट सफ्टवेयर हार्ड डिस्कमा चाहिँ र फोटो खिच्ने, अब हाम्रो डाटाहरू सबै कलेक्सन गर्ने त्यो सिस्टम चाहिँ पुरै चेन्ज हुँदैछ। भइसक्यो नेपालमा। भन्दा अहिले त चल्दैन। अहिले स्विजरल्यान्ड गए पनि पासपोर्ट रिन्यू हुँदैन। अनि हामीले अस्ति जानकारी पनि गराएको छौँ, स्ट्याटस पनि हालेको छ हामीले त्यो 2 महिना अगाडि। अब कहिले आउला त्यो घुम्ती टोली? अब पहिलो कुरो त त्यो सिस्टम जेनेभा एम्बेसीमा आउनु पर्यो स्विजरल्यान्डमा। त्यो चाहिँ तपाईँहरूलाई थाहा हुन्छ है? थाहा हुन्छ। अनि त्यो थाहा भएपछि त्यसको 1-2 महिनापछि त हामीले इटालीमा घुम्ती सेवा बोलाउन हामी तयार हुन सक्छौँ। तर त्यसको लागि त क्राइटेरिया भन्नाले यस्तो होला नि, यतिजनासम्मको मान्छेले चाहिँ हामीलाई चाहिँ भनौँ न होइन, खबर गरेको छ, हामी यतिजना छौँ भनेर भनेको छ भन्ने होला नि होइन। घुम्ती सेवा पनि 2-3जनालाई त आउँदैन होला। आउँदैन, मिनिमम 50 जना त हुनै पर्यो। 50 जनाभन्दा माथि हुनु पर्यो, नत्र भने घुम्ती सेवा आउँदैन। आउन अब कस्तो हुन्छ भने उहाँहरू पनि त अब यहाँसम्म त आउनु पर्यो, खर्च। अनि अब खर्च छ। अनि त्यो आएपछि उहाँहरूको पनि सोच के छ भने आएको बेलामा सकेसम्म धेरैजनाको बनाइदिउँ भन्ने सोच छ। के छ यसमा शुल्क कति लाग्छ एउटा पासपोर्ट नयाँ बनाउँदाखेरि? जस्तै अब डेट एक्सपायर भएकोहरू बनाउने, कसैको अब हराएको? अब ठ्याक्कै चाहिँ याद भएन मलाई। अहिले 130 युरो हो कि जस्तो लाग्छ रिन्यूको लागि। प्लस त्यो अर्को त्यो म्यानेजमेन्ट खर्च चाहिँ अब 20 युरो लिने गरेको छ अहिले होइन। टोटल गरेर कति? 150 प्लस अब सायद हराएको भए अब 160-180 युरो नि हुनसक्छ। तपाईँको त हराएको त नेपालमै लाग्छ नि, किनभने पत्रिकामा नाम निकाल्नुपर्छ। अनि जस्तो अब के छ अनि तपाईँको लानामजी, अनि तपाईँले अब व्यवसाय कहिलेबाट सुरु गर्नुभयो? अब धेरै नै तपाईँको चाहिँ सोसियल मिडियामा पनि राम्रै रिभ्यूहरू आइरहेको छ होइन। सो त्यो हिसाबले तपाईँले चाहिँ अब जति पनि अब इटलीतिर घुम्न आउने होइन नेपाली दाजुभाइ अथवा अरू टुरिस्टहरूलाई चाहिँ तपाईँले चाहिँ के तपाईँको तर्फबाट चाहिँ के भन्न चाहनुहुन्छ? कस्तो भने अब मैले चाहिँ मेरै रेस्टुरेन्ट खतरा भन्नु टाइपको चाहिँ होइन। मिलानमा चाहिँ नेपाली रेस्टुरेन्टहरू हुन्छ। अनि जस्तो हामीले चाहिँ सकेसम्म नेपाली टेस्ट दिने हो। हाम्रो रेस्टुरेन्टमा चाहिँ नेपाली टिबेटी खानाहरू पाउनु हो। मैले स्थापना चाहिँ लगभग हाम्रो 2020-21 हो। 26 हो भने चाहिँ 5 वर्ष 6 वर्ष जस्तो भयो होला सायद। अनि हाम्रो चाहिँ क्लाइन्टहरू चाहिँ इटालियनहरू हो।
प्लस नेपाली आयो भने नेपाली टेस्ट दिने हो, अनि खाना चाहिँ हामीले सबै नेपाली दिने हो। अब इटलीमा अब बिजनेसको बारेमा त अब कतिको मलाई सहज? सँगसँगै भन्दा पनि म पनि सँगसँगै अब दाइ पनि आफै पनि बिजनेस गरेर आउनुभएको हो, दाइ बाको पनि हिमालयन रेस्टुरेन्ट चलाएर आउनुभएको हो, दाइलाई पनि त्यतिको अनुभव छ। कतिको सहज छ इटलीमा रेस्टुरेन्टहरू चलाउनको लागि? के छ यसको लागि? अरू नयाँ बिजनेस गर्छु भन्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँहरूले कसरी हौसला दिनुहुन्छ यसमा चाहिँ? यस्तो छ, अब यो इटली भनेको चाहिँ यस्तो हो कि इटलीको खाना भनेको संसारमा प्रख्यात छ होइन। त्यस्तो ठाउँमा आएर हाम्रो खाना चाहिँ चिनाउनु छ र बेच्नु छ होइन। हजुर त्यो गर्दाखेरि हामीलाई त गाह्रो त धेरै नै छ अभियसली दाइ होइन। त्यसमा हुँदाहुँदै पनि हाम्रो नेपाली खाना मन नपराउने भन्ने चाहिँ छैन यहाँको इटालियन होइन। हजुर तर त्यसमा क्वालिटी दिन चाहिँ सक्नुपर्छ। क्वालिटी दिन सक्यो भने नेपाली खाना मिलानमा अब पहिला जम्मा एउटा थियो, नमस्ते रेस्टुरेन्ट भन्ने थियो, तर अहिले इन्डियनले चलाउँछ। इन्डियनले चलाउँछ होइन। त्यसमा नेपाली इन्डियन दुइटै थियो भनौँ होइन। अब त्यो एउटा थियो, त्यसपछि आएर अचार रेस्टुरेन्ट खोल्यो, हजुर त्यसपछि आएर हिमालय खोल्यो। हजुर हिमालयन अगाडि अचार हिमालयन जस्तो लाग्छ मलाई। खै मलाई चाहिँ अचार जस्तो लाग्छ। ठिकै छ, ओके, अचार हिमालय झन्डै झन्डै 2000 महिनाको फरक त्यस्तै त्यस्तै भयो। त्यसपछि माउन्ट एभरेस्ट खोल्यो होइन। तर जति खोले पनि हजुर आफूले खाना चाहिँ कतिको क्वालिटी दिने, कतिको टेस्ट छ टेस्ट दिने भन्ने कुरा हो र लोकेसनको कुरा पनि हुन्छ एकदम होइन। अनि लोकेसन ठिक छ, राम्रो छ भने त्यो यहाँ अर्को 5वटा रेस्टुरेन्ट खोले पनि चल्छ। नेपाली रेस्टुरेन्ट खोले पनि चल्छ। तर त्यो के समस्या छैन। सबैले रेस्टुरेन्टै गर्नुपर्छ भन्ने छैन, अरूसँग कुनै सिपहरू छ होला। जस्तै अब कसैले चाहिँ अब तपाईँको बार्बर सम्बन्धी, कसैले ब्युटी पार्लर सम्बन्धी नलेज होला होइन, अथवा कसैलाई आर्टिजिनो अब तपाईँको चाहिँ लाइक तपाईँको नेपालमा बन्ने ह्यान्डिक्राफ्ट सामानहरू बेच्ने होइन। सो यो बिजनेस गर्नलाई चाहिँ कतिको सहज छ होला यो? अब यसमा चाहिँ अलिकति लगानी चाहिँ ठुलै छ इटलीमा, किनभने कमाइभन्दा लगानी ठुलो देखिन्छ क्या यहाँ चाहिँ। यो इटलीमा त्यही भएर बिजनेस धेरैले नगर्नु कारण पनि त्यही हो क्या। ट्याक्स सिस्टम पनि अलिक बेसी हो कि त है? ट्याक्सहरू चाहिँ अब यस्तो छ, अब हामीले जर्मनसँग कम्पेयर गऱ्यो भने चाहिँ फेरि इटाली सस्तो छ होइन। होइन जर्मनभन्दा बढ्यो नि। जर्मनमा तपाईँको के सिस्टम छ भने जस्तो तपाईँको हाम्रो कमर्सियल स्टाफ भन्ने सिस्टमहरू छ नि, एकदम सस्तो छ दाइ। अहिले जर्मनको तपाईँको फुडिङ सिस्टम भने 4% मात्र हो, यहाँ हाम्रो 10% हो नि। त्यो भएर जर्मनभन्दा चाहिँ अलिकति हाई नै हो इटली चाहिँ। अब मैले मेरो कम्पेयरमा चाहिँ मैले चाहिँ जर्मनमा मेरो एकजना साथी हुनुहुन्छ भनेपछि बिजनेस गर्नलाई के अलिक गाह्रै हो यहाँ? गाह्रै हो, किनभने लगानी ठुलो हुन्छ, लगानी ठुलो छ। अनि त्यही अनुसारको अब इटालियनहरू भनेको चाहिँ यो एक्जाम्पललाई मैले रेस्टुरेन्टकै कुरा फेरि दोहोऱ्याएँ होइन। इटालियनहरूलाई चाहिँ कस्तो भने उनीहरूलाई चाहिँ रियल टेस्ट चाहिन्छ कि नेपालको नेपालको जे भयो भने टिपिकल टेस्ट चाहिन्छ र उनीहरूलाई मन पर्यो भने आउँछ नत्र नि आउँदैन। अनि अरू कुरा भनेको अब नेपालीहरूले अहिलेसम्म गर्न सकेको भने नेपालको ह्यान्डिक्राफ्ट सामानहरूको पसलहरू अब यहाँ 4-5वटा छँदैछ। मिलानको कुरा गर्दाखेरि अब भोलि इटलीमा त धेरै छ। अनि अरू चिज भनेको एउटा आलिमेन्टारी गर्न सकेका छन् होइन, मिनी मार्केट गर्न सकेका। अब जस्तै अब यो के अरे सैलुन भयो, ब्युटी पार्लर भयो, यी चिजहरूमा चाहिँ अब गर्न सकेका छैन होइन। त्यो अनुसारको भाषा पनि चाहियो होइन, त्यो अनुसार एक्सप्लेन गर्न पनि सक्नु पर्यो। त्यो भयो भने खोल्नलाई कुनै ठुलो कुरो होइन होइन। इटलीमा जो सम्भव छ, असम्भव भन्ने छैन, तर आफू क्यापेबल हुनु पर्यो। त्यो आफूसँग स्किल छ, आफूसँग नलेज छ भने बिजनेस गर्न सकियो होइन। तर त्यसको लागि चाहिँ पुँजी अलि राम्रो हुनु, फाइनेन्सियली अलि स्ट्रङ हुनु पर्यो। कस्तो हुन्छ भने अब यो कुरा पनि मैले क्लियर गरिदिएँ होइन। पहिला आफूसँग पुँजी ब्याङ्कमा हुनुपर्छ कुनै चिज बिजनेस गर्नु छ भने। अनि जब बिजनेस चल्न सुरु भएपछि अनिखेर ब्याङ्कले
बल्ल चाहिँ अनिखेर आफ्नो कति ब्यालेन्स छ कति प्रफिट छ कति कति चाहिँ कमाइरहेछ भन्ने कुरामा चाहिँ उसले चाहिँ ब्याङ्कले चाहिँ बल्ल लोन दिन्छ कि पहिला चाहिँ म यो बिजनेस गर्दैछु मलाई यहाँ लोन दियो भन्दा ब्याङ्कले दिँदैन कि जस्तै यही चिज एक्जाम्पलको लागि जर्मनमा दिन्छ कि अब हाम्रो नेपाली दाजुभाइ अहिले इटलीमा पुरानो नेपाली दाजुभाइहरू बिस्तारै बिस्तारै अरू देशमा जानुको कारण पनि यही जस्तो लाग्छ मलाई तपाईँले यही कुरा सोध्नु लाग्छ खासमा चाहिँ अनि खासमा चाहिँ अब जस्तो इटलीमा त फेसिलिटीहरू धेरै छ नि त होइन स्वास्थ्य फ्रीमा छ शिक्षा फ्रीमा छ कमाइको हिसाबले पनि सिप छ भने त छ तर उहाँहरू चाहिँ किन चाहिँ अरू देशमा जान्छ भन्ने मेन कारण चाहिँ किन हो त्यसलाई अब मेन कारण चाहिँ छोराछोरीको फ्युचरको लागि भनेर जान्छन् भनेको इटलीमा फ्युचर छैन त इटलीमा फ्युचर नभएको होइन त्यही अनुसारको ट्यालेन्ट छ भने त्यही अनुसारको पढाइ छ भने नहुने भन्ने कुरा छैन तर हाम्रो यो जुन नेपाली सर्कलमा चाहिँ समाजमा चाहिँ जति पनि छोराछोरीहरू अब यहीँ पढे यहीँ हुर्के यहीँ युनिभर्सिटी पढे त्यसपछि मास्टर्स गर्नलाई चाहिँ अरू देश रोजिरहेको देखिएको छ अवस्था छ कि नेपाली त्यो कारणले चाहिँ किनभने अब बाउआमा इटलीमा बस्ने होइन छोराछोरी चाहिँ बाहिर पढ्न जाने त्यहीँ सेटल हुने अब आफ्नो देश छोडेर आइया छ होइन अब यहाँ सँगै आफ्नो फ्यामिली सँगै बसौँला भनेर आइया तर आफ्नो छोराछोरी चाहिँ अब अपर्च्युनिटीको लागि अर्को कन्ट्री गइरहेछ त्यही भएर चाहिँ अब इटली भन्दा चाहिँ अब बेटर एक्जाम्पलको लागि अब पहिला त युके थियो युकेमा अहिले जान मिल्दैन होइन अब युरोपबाट अनि त्यसपछि अब जर्मन भयो अब जर्मन त एक्जाम्पलको लागि त्यो अहिले हाम्रो 10 वर्ष कार्ड आउने बित्तिकै त्यहाँ सिफ्ट हुनु मिलिहाल्छ स्विडेन र जर्मनमा होइन त्यो 10 वर्ष कार्ड चाहिँ कस्तो 10 वर्ष बसिसके पछाडि एप्लाई गर्ने हो कि कस्तो कुन जब आफ्नो हातमा पेर्मेसोदी सुजोर्नो भन्ने आउँछ त्यसलाई के भन्छ त्यसले टिआरसी पनि भन्न मिल्छ मिल्दैन टिआरसी भन्न मिल्दैन त्यसलाई के तपाईँ टिआरसी भने त्यो यस्तो हो कि हामीले भोलि इटली बस्नु छ भने हामीले बाहिरको नाम किन दिने पेर्मेसोदी सुजोर्नै भन्यो भने त भोलि त्यो पुलिस चौकीमा जाँदाखेरि त पेर्मेसोदी सुजोर्नो भनेको यो हो भन्ने कुरो त हामीले बुझ्छौँ नि त त्यसलाई पिआर भन्ने हो मैले यो कुरा अब मैले यो कुरा नि सम्झाउन चाहेँ कि टिआरसी भन्ने होइन कि टिआरसी होइन एउटा शब्द त चिन्यो बुझ्यो भोलि त त्यो कस्तुरा त जानुपर्छ नि त पेर्मेसोदी सुजोर्नो भन्दाखेरि के अलमल्ल पर्नु भन्दा त अहिलेदेखि त्यो बुझेर बस्दा राम्रो सजिलो भयो होइन र त्यो त भोलि त त्यो आफ्नो यहाँ बसिन्जालाई चाहिने नाम हो नि त त्यो कार्डको नाम अब जियोस् पेर्मेसोदी सुजोर्नो त्यो त अनि आजिल गर्ने मान्छेले 4 देखि 6 महिनामा पनि पाउँछ नि हैन पेर्मेसोदी हो त्यो पेर्मेसोदी सुजोर्नो लुङ्गो होइन पेर्मेसोदी सुजोर्नो दि कार्ता भन्छ के त्यसलाई हो त्यो र अनि यो तपाईको पेर्मेसोदी सुजोर्नो र पेर्मेसोदी सुजोर्नो कार्ता के भन्नुभयो तपाईले भर्खरै पेर्मेसोदी सुजोर्नो दि कार्ता त्यसलाई चाहिँ लुङ्गोमा मान्ने हो नि त त्यो चाहिँ त्यो पाइसके पछाडि चाहिँ जब यस्तो हुन्छ अब एक्जाम्पलको लागि ओपन इमिग्रेसन खुल्यो भने अटोमेटिक पेर्मेसोदी सुजोर्नो 2 वर्षको पाइहाल्यो होइन हजुर अब कसैले 1 वर्ष पाउँछ कसैले 2 वर्ष पाउँछ भइहाल्यो होइन हजुर अब जस्तो अजिलो गर्नेको केसहरूमा चाहिँ के हुन्छ भने कमिसन पास हुनु पर्यो पास भएपछि पेर्मेसोदी सुजोर्नो इलेक्ट्रोनिक पाउँछन् उनीहरूले होइन इलेक्ट्रोनिक पाएपछि नेपाल जान पाइयो आउन जान पाइयो नि त त्यो उनीहरूको केसमा भर पर्छ मलाई म नेपालमा म के अरे मेरो रिस्क छ मेरो ज्यान खतरा छ भने त उनीहरू इन्डिया भिसा लाएर जानुपर्छ भिसा लाउनु पर्छ इन्डियाको भिसा लाएर
भिसा कि चाहिँ टिकट काटेर जानु मिल्दैन? कहाँ इन्डियाको भिसा लाउनुपर्छ। इन्डियाको भिसा लगाएर जानु। इन्डियाको भिसा लगाएर हजुर त्यसपछि अनि अब दिल्ली मुम्बई हुँदै अनि त्यहाँबाट अनि काठमाडौँ आउनु पर्यो। भनेपछि आउँदा पनि त्यसरी आउनु पर्यो, इन्डिया हुँदै आउनु पर्यो। त्यो त obviously त्यो रिटर्न टिकटै त्यही हुन्छ, त्यही हुन्छ। त्यसरी जानु पर्यो। जस्तै अब यो जुन परमेश्वरी सुजोर्नो दि कार्ता भन्ने भयो नि, त्यो चाहिँ कुन वर्षमा कति वर्षमा पाउने हो? होइन, यो मैले त्यो परमेश्वरी सुजोर्नो कार्ता भनेको अहिले अजिलो गर्नेहरूले जुन येल्लो पेपर हुन्छ नि त्यसलाई भन्छ होइन। हजुर त्यो नि परमेश्वरी सुजोर्नै हो त्यो कार्ता दि कार्ताको। अब इलेक्ट्रोनिकको आउनलाई चाहिँ जब कमिसन पास भएपछि आउँछ होइन। भनेको मैले तपाईँको ठ्याक्कै बिचमा कुरा काटेँ। अब त्यो पिआर तपाईँले ठ्याक्कै कुरा गर्नु भइसकेको छ। परमेश्वरी सुजोर्नो कार्ता भनेको चाहिँ जुन चाहिँ 6 महिनासम्मको भ्यालिड हुन्छ। परमेश्वरी सुजोर्नो कार्ता भयो भने जसले चाहिँ नेपाल जानु पाउँछ, तर उसको केस अनुसारले पाउँछ। इन्डिया हुँदै जाने हो कि डाइरेक्ट जाने हो होइन? त्यो त अघि नै भनिसकेँ मैले, आफ्नो केस अनुसार हुन्छ होइन। कोही नेपाल डाइरेक्ट जान पनि सक्ला होइन। तर परमेश्वरी सुजोर्नो भनेको इलेक्ट्रोनिकको भनेको चाहिँ लुङ्गो जस्तै तपाईँले लुङ्गो होइन। म त्यो म आउँदैछु कि यहाँ क्लियर भएन कि। यहाँ क्लियर भएन कि। यो भनेको यो येल्लो पेपर भनेको परमेश्वरी सुजोर्नो दि कार्ता होइन। यो चाहिँ कुनै जमानामा यही नै हो सुजोर्नो। फेरि यहाँ इटालीमा यस्तै दिन्थ्यो कि। अब अहिले चाहिँ परिवर्तन भयो, अहिले चाहिँ इलेक्ट्रोनिक आयो होइन। इलेक्ट्रोनिक आयो अनि अब यो चाहिँ कस्तो भने यो आएपछि अब 2 वर्षको आयो एक्जाम्पलको लागि होइन। 2 वर्षको आयो जस्तो ओपन इमिग्रेसन खुल्यो यहाँ 2020को जस्तो अनि 20मा भएको अनि त्यो छ। अनि 2020को जस्तो त्यो ओपन इमिग्रेसन खुल्यो भने 2 वर्षको कार्ड पाउँछ होइन। अब त्यो त अब सब खोज्नु पऱ्यो, त्यो सबै कुराहरू छन् त्यो। अनि 2 वर्ष पाएपछि आफूसँग काम हुनुपर्छ। आफूसँग थाई कन्ट्र्याक्ट छ भने अर्को 2 वर्षको रिन्यू हुन्छ। अनि अस्थायी कन्ट्र्याक्ट छ भने 1 वर्षको दिन्छ होइन। त्यसरी चाहिँ 5 वर्ष पुग्नु पर्यो होइन। जब 5 वर्ष पुग्छ परमेश्वरी सुजोर्नो इलेक्ट्रोनिक हुन्छ। इलेक्ट्रोनिक भइसके पछाडि काउन्ट हुने होला होइन? हो, इलेक्ट्रोनिक भएपछि काउन्ट हुन्छ। काउन्ट भयो त्यो सँगसँगै फेरि रेसिडेन्स पनि सँगसँगै हुनुपर्छ। त्यो सुजोर्नो मात्र 5 वर्ष पुगेर हुँदैन। जस्तै रेसिडेन्स चाहिँ अगाडि छ अनि परमेश्वरीको सुजोर्नोको चाहिँ पछाडि छ भने त्यो रेसिडेन्स अगाडि भन्ने हुँदैन, मतलब भएन। त्यो भ्यालिड हुँदैन होइन। रेसिडेन्स 5 वर्ष पुरा हुनु पर्यो, सुजोर्नो 5 वर्ष पुरा हुनु पर्यो। त्यसपछि अनि 10 वर्षकै एप्लाई गर्न पाउँछ 5 वर्ष पुगिसकेपछि। तर त्यसमा आदुए सर्टिफिकेट चाहियो। त्यो सर्टिफिकेट भाषाको सर्टिफिकेट त्यो पास भयो भने अनि 10 वर्षको दिन्छ। 10 वर्षको दिएपछि अहिलेको त्यसलाई नै लुङ्गो पिरियड 5 वर्षमै पाइयो। रेसिडेन्स पुगेको 5 वर्ष हुनु पर्यो। रेसिडेन्स र तपाईँको इलेक्ट्रोनिक जुन टिआरसी कार्ड चाहिँ 5 वर्ष पुगिसके पछाडि एप्लाई गर्न पाइयो। अनि त्यो एप्लाई गरिसके पछाडि होइन त तपाईँको 10 वर्षको लागि फेरि उहाँहरूले दिनुभयो होइन त। अनि लुङ्गोले चाहिँ कुन देशमा जानुपर्छ? इटालीमा अहिलेलाई चाहिँ मैले बुझे अनुसार स्विडेन र जर्मन त्यो ग्राममा हो। अनि होइन भने बेल्जियम पनि पाउँछ है। बेल्जियममा चाहिँ त्यो धेरै गाह्रो छ। त्यो अब अलि अब त्यो पाउन चाहिँ पाउँछ, तर अब त्यसमा नि आफ्नो मान्छे हुनुपर्छ। अनि त्यो पनि पुरै त्यो मासु काट्ने ठाउँमा गएर त्यो कति वर्ष काम गर्नुपर्छ अनि बल्ल कार्ड चेन्ज हुन्छ। भनेको उसको चाहिँ क्राइटेरिया छ, तिमीले यो काम गर्नुपर्छ बल्ल चाहिँ तिमीलाई पाउने भन्नाले कि त्यहीँ बसेर काम गर्ने पाउने भन्नु भएको कि घुम्न जान पाउने भन्नु भएको? घुम्न त युरोपभरि जानु पाइयो। त्यो चाहिँ टिआरसी पाइसके पछाडि पाइयो नि होइन। अब ठ्याक्कै त्यो टिआरसी इलेक्ट्रोनिक कार्ड सजिलो भाषा टिआरसी भनौँ त दाइले भन्नुभएको छ त्यो चाहिँ अब मान्छेले कतिपय चाहिँ कन्फ्युज रहेछ कि यो हामीसँग अहिले पाएको परमेश्वरी सुजोर्नोले पनि युरोपमा घुम्न पाउँछ भन्ने खालको मेन्टालिटी रहेछ। त्यस्तो अजिलो अब यो कुरा मैले एउटा जोडेँ होइन। यहाँ एकजना नेपाली भाइ
अब नाम त मैले लिन्न होइन, ऊ चाहिँ नेपाल सधैँको लागि फर्किन खोजेको छ होइन। फर्किन खोज्दाखेरि हालसालकै कुरा, अनि रोमबाट कतार एयरलाइन्सको टिकट काटेको छ उसले। अनि ऊ जान खोज्यो, इमिग्रेसनले रोकिदियो। किन रोकिदियो भन्ने कुरामा चाहिँ यो जसले पनि अजिलो गरिरहेछ नि, उसले अजिलो क्यान्सल नगरिकन ऊ आफ्नो देश फर्किन पाउँदैन। ओके, मलाई ठ्याक्क दाइ यो कुरामा म 2 दिन अगाडि मात्रै एकजना मान्छेसँग मेरो कुरा भएको थियो। उहाँको रिलेटिभ मामा पर्ने, अनि नेपाल फर्किन चाहनु हुन्छ कि उहाँ चाहिँ होइन, के गर्नुपर्छ भनेर मलाई सोध्नुभयो। अनि मैले चाहिँ के भने नि, मलाई यो विषयमा चाहिँ केही कुरा थाहा छैन, सायद अब जाने नै हो, इच्छै छ भने चाहिँ सिधै टिकट काटेर जानु मिल्छ होला भने चाहिँ मैले चाहिँ त्यो कुरा चाहिँ गरेको थिएँ। भनेको उसले चाहिँ आफ्नो जुन आफूले केस गरेको छ त्यसलाई क्यान्सल गर्नु पर्यो। त्यसलाई पहिला कस्तुरा गरेर क्यान्सल गर्नु पर्यो। कस्तुरा कि वकिलसम्म बस्दा त्यसको लागि अब कसैको त आफ्नो पहिल्यै वकिल हुन्छ, क्याम्पमा छ भने उसैको वकिल हुन्छ होइन। त्यसको लागि पासपोर्ट चाहिन्छ नि? पासपोर्ट चाहिँ नभए पनि हुन्छ, फोटोकपी चाहिँ चाहियो। ट्राभल डकुमेन्ट हामी कुरा राखिदिन्छौँ। अब त्यो ट्राभल डकुमेन्टलाई समस्या भयो। अनि तपाईँको रेस्टुरेन्टसँगै तपाईँले फेराहरू पनि गर्नुहुन्छ है, राम्रो कुरा। नेपालको उत्पादकीय सामानहरू बेच्नु भनेको राम्रो हो। के छ त्यो नेपालको उत्पादनहरू हुन्छ नि बेच्नलाई कतिको सजिलो छ, के छ नेपालमा भएकोहरूलाई चाहिँ कसरी प्रोत्साहन दिनुहुन्छ होइन? दाइले पनि गर्नुहुन्छ फेरा गर्नुहुन्छ? मैले चाहिँ ज्वेलरीको गर्छु, अनि प्लस फुडको पनि गर्ने 3-4 वर्ष गरियो होइन। हजुर, अब यो सायद यो साल पनि गरिन्छ, थाहा छैन। त्यो ठिक छ गर्ने चाहिँ अब फेरामा भनेको तपाईँको संसारभरिको मान्छे आएर गर्ने फेरा हो होइन, जुन चाहिँ सबैभन्दा ठुलो फेरा इटलीमा लाग्छ है। विश्वकै हो क्या दाइ? क्रिसमसभन्दा अगाडि लाग्ने फेयर चाहिँ ठुलै हो, यो विश्वको सबभन्दा ठुलै हो। सारा संसारको मान्छे आएर फेरा गरिन्छ होइन। सो आफ्नो उत्पादनहरू नेपालको अब भनौँ सबैको आफ्नो ह्यान्डिक्राफ्ट सामानहरू बेच्ने त होइन। सो त्यो ह्यान्डिक्राफ्ट सामानहरू चाहिँ बेच्दाखेरि तपाईँले कस्तो महसुस गर्नुहुन्छ? लाइक अब तपाईँले एउटा फेरा गरिराख्नु भएको हिसाबले चाहिँ तपाईँलाई चाहिँ अब के छ, नेपालमा हामीसँग धेरै उत्पादन चिजहरू देखेँ मैले होइन। सो त्यो चिजहरू चाहिँ हाम्रो अझै अगाडि बढाउनलाई, अझै नेपालमा हामीले चाहिँ रोजगार सृजना गर्नलाई होइन, त्यो चिजहरू चाहिँ अझ हामीले विश्व सामु चिनाउनलाई चाहिँ तपाईँको तर्फबाट चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? त्यसलाई कसरी अगाडि बढाउँ होइन, कसरी चाहिँ त्यो अझ हामीले चाहिँ संसारभरि नै चिनाउँ न त? यो हाम्रो प्रोडक्सन यो हो होइन। हाम्रो जस्तै अब सिङ्गिङ बलहरू होइन, अब धेरै मुकुटहरू होइन, हाम्रो देउताहरू थाङ्काहरू धेरै चिजहरू छ। यो चिजहरू चाहिँ बनायो भने यो यहाँको इटलीको मात्र नभएर अरू देशले पनि यो चिजहरू चाहिँ मन पराउँछ। अब स्पेसली चाहिँ इटलीले चाहिँ यो चिजहरू मन पराउँछ, यो धेरै किन्छ इटलीले होइन। जस्तै इटली जस्तै अरू देशले पनि फोकस गरेर हामीले के चिजहरू चाहिँ प्रोडक्सन गर्न सकिन्छ नेपालमा चाहिँ जस्तो लाग्छ तपाईँलाई? त्यो चाहिँ तपाईँको यस्तो ठ्याक्कै अब तपाईँको क्वेसनको मैले एन्सर गर्नुपर्दा चाहिँ इटालियनहरू चाहिँ कस्तो छ भने क्रिस्चियन देश हो होइन, क्रिस्चियन देश हो। अनि उहाँहरूले चाहिँ क्रिस्चियनसँग त उनीहरू विश्वास छँदैछ। जस्तो भनौँ न, इक्जाम्पल दिनु लागि नेपालमा हिन्दुजम बुद्धिज्म छँदैछ, क्रिस्चियनिटी जति बढिरहेको छ नि, तपाईँको भन्नाले क्रिस्चियनले त्यति विश्वास गर्छ नि, नेपालमा बढिरहेको छ नि त एक प्रकारले भन्यो भने ठ्याक्कै। अनि इटलीमा चाहिँ म यही देशमा बसेको भएर मेरो त्यो चाहिँ एक्सपिरियन्स मैले सेयर गर्दाखेरि अब मभन्दा दाइ अग्रज हुनुहुन्छ, दाइ आफै पनि फेरा गर्नुहुन्छ। अनि कस्तो रहेछ भने मैले चाहिँ हिन्दुजम बुद्धिज्मको सामानहरू, इभन म क्रिस्चियनिटीको पनि अलिकति सामानहरू बेच्छु। त्यो बेच्दाखेरि चाहिँ जस्तो हामी गणेशको मूर्तिहरू, शिवको मूर्तिहरू, बुद्धको मूर्तिहरू, सिङ्गबलहरू, थाङ्काहरू बेच्दाखेरि चाहिँ यहाँको मान्छेहरू क्रिस्चियन हो तैपनि हाम्रो धर्मप्रति चाहिँ अलिकति धेरै लगाव हो कि हाम्रो धर्मलाई चाहिँ अलिक धेरै विश्वास गर्ने हो कि भनेर टाइपको मलाई लाग्यो है। तपाईँले पनि त्यही त बुझ्नुभयो होला सायद है। उनीहरू क्रिस्चियनिटी अलरेडी छ, तैपनि उनीहरू चाहिँ धेरै क्युरियोसिटी प्लस रिसर्च गर्ने मान्छेहरू रहेछ। जस्तो मैले अब एउटा बुद्धको मूर्ति बेचेँ, गणेश बेचेँ, मैले शिवको मूर्ति बेचेँ भने यो मूर्तिहरूले चाहिँ के गर्छ त भन्ने कुरा चाहिँ
उनीहरूले त्यसमा अध्ययन गर्नुलाई पनि प्लस अनि उनीहरू चाहिँ त्यतातिर अलिकति ढल्किने रहेछ कि हाम्रो सामानहरू एक प्रकारले हेर्ने हो भने त सजावटको लागि पनि राम्रो छ होइन। तपाईँले लगावै गर्नुहुन्छ भने हाम्रो धर्महरू पनि एकदमै राम्रो छ, फिलोसफीहरू हाम्रो भनौँ न बुद्धिज्म हिन्दुज्म क्रिस्चियनिटी नै भन्ने हो भने अलिकति फिलोसफी हो नि हाम्रो होइन, त्यतातिर लगाव छ। अनि अब हस्तकला हाम्रो हेऱ्यो भने थाङ्काहरूको आर्टहरू हेर्नु इभन तपाईँले यहीँ मेरो ब्याकग्राउन्डमा पछाडि देख्नुहुन्छ होइन, एकदम राम्रो आर्टहरू हो नि नेपालको चाहिँ तपाईँको हस्तकला चाहिँ नम्बर 1मा पर्छ क्या। स्पेसिफिकल्ली तपाईँको एकदमै बिक्ने चाहिँ के छ? जस्तै अब इटलीमा तपाईँले फेयर गर्दाखेरि चाहिँ यही सामान धेरै बिक्छ है भन्ने केही छ त्यस्तो? नेपालमा बनेको नेपालको ह्यान्डिक्राफ्ट भनौँ न, आफ्नै नेपालीहरूले कुँदेर बनाएको अथवा त्यस्तो कुनै केही छ? त्यो रिसेन्टली हेर्ने हो भने चाहिँ तपाईँको एकदम म्याक्सिमम जाने हो भने चाहिँ सिङ्गिङ बलहरू सिङ्गिङ बल म्याक्सिममै जाने हो सिङ्गिङ बल चाहिँ। अब सिङ्गिङ बलले चाहिँ तपाईँको थेरापीहरू गर्ने भयो, जुन कुरा चाहिँ अब इभन म यहाँ बसेको 13 वर्ष 14 वर्षको, मलाई सिङ्गिङ बल भन्ने कुरा नेपाल हुँदाखेरि थाहा थिएन त यार सिङ्गिङ बल भन्ने कुरा। तर मलाई जुन बेला यहाँ आएँ सिङ्गिङ बल मैले जुयो खेला गर्नु थालेपछि सिङ्गिङ बल चाहिँ के रहेछ भने यो चाहिँ मान्छेले थेरापी गर्ने कुरा रहेछ क्या। जुन बेला चाहिँ दाइ हाम्रो नेपालतिर सर हस्पिटल थिएन नि, हिमालयन एरियातिर हस्पिटल नहुँदाखेरि त यहाँ त एडभान्स हो नि यो देश, त हस्पिटलहरू थियो, मेडिसिनहरू थियो नि, औषधिहरू थियो नि, तर ट्रिटमेन्ट हुने चाहिँ हाम्रो सिङ्गिङ बल रहेछ क्या। सिङ्गिङ बलबाट चाहिँ हाम्रो चाहिँ उपचार हुने रहेछ क्या। त्यो बेला चाहिँ सिङ्गिङ बल चाहिँ अब नेपालमा त्यस्तो प्रख्यात रहेछ, तर हामी आफैलाई पनि थाहा छैन क्या। हाम्रो बाउको पालोसम्म बाजेको पालोसम्म कहाँ हस्पिटल थियो त होइन। त्यो बेला चाहिँ सिङ्गिङ बलबाट चाहिँ ट्रिटमेन्ट गर्ने रहेछ, किनभने हाम्रो चाहिँ शरीरमा चाहिँ तपाईँको 95% पानी हुन्छ क्या हाम्रो शरीरमा होइन, तपाईँको बाँकी पर्सेन्ट हड्डी र मासु त हो। सिङ्गिङ बलले चाहिँ भाइब्रेसन दिन्छ क्या, त्यो भाइब्रेसन चाहिँ सिङ्गिङ बल हाम्रो बडीमा राख्यो भने चाहिँ भाइब्रेट गरेर चाहिँ रिल्याक्स फिल हुँदो रहेछ क्या। हो यो कुराहरू चाहिँ यहाँको मान्छेलाई मन पर्दैन क्या। सिङ्गिङ बल धेरै जाने, सिङ्गिङ बल अति नै जान्छ यो ठाउँमा है। इटलीमा चाहिँ मेरो चाहिँ यो ठाउँमा चाहिँ एक्सपिरियन्स अलिकति धेरै भएको भएर, प्लस तपाईँको यहाँको मान्छेहरू चाहिँ अलिकति मोडर्न टाइपको छ क्या, त्यो भएर ज्वेलरीहरू पनि एकदमै जान्छ। जुन कुरा चाहिँ ज्वेलरी त अब दाइले गरिरहनु भएको छ, दाइलाई धेरै यो कुरामा जान्छ। ज्वेलरी भन्नाले कस्तो खालको ज्वेलरी हो दाइ? त्यो नेपालमा बन्ने हो कि? नेपालमा बन्ने हो, तर टिबेटन ज्वेलरी कस्तो खालको स्टोनको? स्टोन चाहिँ स्टोन र चाँदीमा बन्छ त्यो। हजुर। त्यसमा चाहिँ अब जस्तो टर्क्वाइज, कोरल, एम्बर, ल्यापिस, हजुर, अर्को एगेट भन्छ होइन। हजुर। यी चिजहरू चाहिँ नेपालकै त्यो हिमाली भागमा पाउने स्टोनहरू हो कि? त्यो अब यस्तो छ, त्यो कुनै चाहिँ हिमाली भेगमा पाउँछ होइन, कुनै चाहिँ अहिले अब बाहिरबाट पनि मगाउनु पर्छ। हाम्रो एनआरएम अध्यक्षज्यू मेरो आदरणीय दाइ अशोक दाइलाई फेरि पनि हामीले चाहिँ यो टाइम अलिकति नभ्याएको भएर हामी नेक्स्ट एपिसोड लिएर आउँछु। उहाँले भनिसक्नु भएको छ, उहाँले सक्ने सहयोग म गर्छु, मेरो नम्बर चाहिँ मैले स्क्रिनमा राखेको छु भनेर दाइले भन्नुभएको छ। हामी चाहिँ दाइको नम्बर स्क्रिनमा राखेको छु, तपाईँहरूलाई केही समस्या पऱ्यो भने दाइले सकेको हेल्प गर्नुहुन्छ। म आफैले पनि मैले फिल गरेको छु, दाइ म नजिकको हिसाबले पनि दाइले सहयोग गर्नुहुन्छ, मलाई थाहा छ। दाइले धेरै मान्छेलाई सहयोग गर्नुभएको छ, उद्धार गर्नुभएको छ, यो कुरा चाहिँ मैले पनि फिल गरेको छु। जाँदा जाँदै तपाईँहरूलाई केही समस्या हुन्छ भने तपाईँहरू चाहिँ टिकटक र फेसबुकको भरमा नलाग्नुहोस्। तपाईँहरूलाई डाउट लाग्छ भने दाइलाई सोध्नुहोस्। एनआरएम अध्यक्ष दाइ जो चाहिँ 21 वर्ष इटली बस्नु भएको छ, उहाँसँग धेरै एक्सपिरियन्स छ, भाषा सबै नियम कानुन उहाँलाई चाहिँ धेरै कुरा थाहा छ। उहाँलाई सम्पर्क गर्नुहोस्। उहाँले फेरि फोन गर्नु भ्याएन भने उहाँले म्यासेज गर्नुहुन्छ, उहाँलाई सम्पर्क गर्नुहोस्। र उहाँ सँगसँगै उहाँलाई पनि धेरै कुराहरू याद छ, धेरै कुराहरू जानकारी छ हाम्रो आवश्यकलाई, उहाँलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी उहाँ दुवैजनाको चाहिँ एनआरएम अध्यक्ष दाइ र हाम्रो आवश्यकको नम्बर चाहिँ स्क्रिनमा राखेको छु, तपाईँले सम्पर्क गर्नुहोस्। नेक्स्ट एपिसोडमा फेरि हामी उहाँको हाल इटलीको अवस्थाको बारेमा चाहिँ हामी चाहिँ भिडियो लिएर आउँछौँ। हस्त धन्यवाद तपाईँहरूलाई है त।